अब त्यसै गरी म सन्तोष पुन सरलाई नै मैले अनुरोध गरेँ। सन्तोष सर। हजुर हजुर सबैलाई नमस्कार। म सन्तोष कुमार पुन मगर, मेरो घर जाजरकोट। हाल म भेरी नगरपालिकामा कार्यरत छु। विशेष गरी यहाँ यो क्लासमा जोडिनको मकसद भनेको मेरो आफ्नो व्यक्तित्व विकास गर्न, कार्यक्रम सञ्चालन गर्नको लागि उद्घोषण गर्न, सँगसँगै यो समुदायमा रहेका विभिन्न प्रकृतिका समुदायहरूलाई मोटिभेसनल क्लास सञ्चालन गर्नको लागि जोडिएको छु। धन्यवाद। हस् ल, थ्याङ्क यू भेरी मच ल सन्तोष सर। अबको पालोमा कमल श्रेष्ठ सर, हजुरको पालो। नमस्कार सम्पूर्ण उपस्थितिमा। म कमल श्रेष्ठ, मेरो घर चाहिँ सिन्धुपाल्चोक, हाल चाहिँ काठमाडौँ। म चाहिँ पहिला पनि एकचोटि जोडिसकेको। ल हस् ल, थ्याङ्क यू भेरी मच कमल सर। निमाम बस्नेत म्याम, हजुरको पालो। यहाँहरू सम्पूर्णमा नमस्कार। मेरो नाम निमा बस्नेत, घर चाहिँ सल्यान। म चाहिँ भाषण कलामा निर्धक्क भएर बोल्न सक्ने, अरूमाझ कुनै कार्यक्रम गर्नु छ भने त्यो कार्यक्रममा अलि पोक्त भएर चाहिँ जिज्ञासाहरू व्यक्त गर्न सक्ने र कन्फिडेन्टका साथ अगाडि गएर माझको सामान्य बोल्न सक्ने हुन सक्छु भन्ने मेरो एउटा लक्ष्य छ। हवस् त, धन्यवाद। थ्याङ्क यू भेरी मच ल हजुरलाई पनि। अब कसको पालो आयो, कसको हाम्रो समीप सरको पनि पालो आएको छैन जस्तो लाग्यो। सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ समीप कार्की, मेरो घर मिथिला नगरपालिका वडा नम्बर 10। हाल चाहिँ लमजुङ जिल्लाको कुलोसोथार गाउँपालिका हुन्छ। गाउँपालिकाको नाम चाहिँ अलि अप्ठ्यारो छ, यसलाई चिन्नको लागि चाहिँ घले गाउँ, एसियाको पहिलो स्मार्ट भिलेज घले गाउँमा वरिष्ठ सहायक प्रशासनको रूपमा कार्यरत छु। हस्त, धन्यवाद। हस् ल, थ्याङ्क यू भेरी मच सर, हजुरलाई पनि। ल अब हामी लगभग सकिसक्यौँ जस्तो लागिराखेको छ है। ल कसैको बाँकी छ भने मेरो बाँकी छ भन्नुहोस् त ल हजुरहरूले। पक्कै पनि सबैकै प्राय भइसकेको छ। अनि अशोक सर पनि हजुरको मिल्छ भने हजुरले पनि राखिदिनु होला। हुन्छ सर, सम्पूर्णमा नमस्कार छ। म अशोक कुलुङ, मेरो जन्म जिल्ला पूर्व सङ्घसभा, अहिले चाहिँ मोरङ जिल्लाको सुन्दरैचा नगरपालिका वडा नम्बर 10मा बसोबास गरिरहेको छु। पेसाले चाहिँ म एक अल्लो कपडा घरेलु उद्योगी। के अरे मेरो यो कक्षामा चाहिँ लगभग 3वटा ब्याचसम्मको यात्रा निरन्तर भइरहेको छ। मेरो यहाँनिर जोडिनको जुन लक्ष्य चाहिँ आफूले राख्न खोजेको विचारहरू माझमा राख्नको लागि, प्रभावकारी रूपमा राख्नको लागि, क्षमता विकास गर्नको लागि हो। अनि आफ्नो बिजनेस बढाउन सक्नु लागि, विकास गर्नको लागि यो क्लास लिइसकेपछि भोलिको दिनमा यस्तो किसिमको ट्रेनिङहरूमा ट्रेनर भएर अथवा सकिन्छ कि भन्ने पनि हो होइन। तर निकै प्रयासहरू गर्नु पर्दो रहेछ। म त्यसैले नै निरन्तर प्रयासमा छु। केही पोइन्टहरूमा सुधारिएको अवस्था पनि छ। यहाँहरू नयाँ जोडिनु भएको छ, आजदेखि हजुरहरूसँगको यात्रा सुरु भएको छ, खुसी लागेको छ। राम्रो छ ल, धेरै धेरै धन्यवाद। ल, थ्याङ्क यू भेरी मच। र अब त्यसै गरी अबको पालामा हाम्रो यहाँ म्याम जोडिनु भएको जस्तो लाग्यो। रेडमीबाट जोडिनु भएको छ, हाम्रो शोभा राई हुनुहुन्छ हो म्याम? हजुर, रेडमीबाट जोडिनु भएको छ, रेडमी नोट 11बाट जोडिनु। शोभा राई म्याम हुनुहुन्छ हजुर? हजुर सर, नमस्कार सर। नमस्कार नमस्कार। हजुरले पनि आफ्नो परिचय राखिदिनु पर्यो म्याम। अनि परिचय, नाम, ठेगाना, पेसा, अनि हजुरको यहाँ कक्षामा जोडिनुको हजुरको एक्सपेक्टेसन चाहिँ के छ त, हजुरको अपेक्षाहरू के बोकेर आउनु भएको छ कक्षामा, त्यो कुराहरू राखिदिनुहोस् है म्याम। हुन्छ सर। भिडियो पनि अन गर्नु भयो, हजुरको भिडियो पनि देख्न पाएन नि। सम्पूर्णमा मेरो नमस्कार छ। म चाहिँ शोभा राई, मेरो घर चाहिँ खोटाङ जिल्ला बारापोखरी गाउँपालिका वडा नम्बर 4मा बस्छु। अनि म चाहिँ खोइ पेसा त के भन्ने सर, म त एउटा गृहिणी हो होइन। अनि यस्तो यो मैले चाहिँ ठ्याक्कै यो हजुरहरूको सुने कि होइन। अनि मलाई अब यसो बोल्ने रहर कहिले काहीँ हुन्छ र बोल्नु पर्ने ठाउँमा कहिले काहीँ पुग्छ। त्यसमा चाहिँ एकदमै यो आफूलाई नआएको कारणले चाहिँ यसमा चाहिँ सिकिने रहेछ, बुझिने रहेछ भनेर म चाहिँ यहाँ त्यो अनि चाहिँ अनिता म्यामसँग मैले होइन कन्ट्याक्ट गरेको थिएँ सर होइन। अनि फर्स्ट टाइम हो सर होइन। अब म अहिले फेरि म भर्खरै अहिले म पनि त बाहिर गएको थिएँ, अलिक बिरामी पनि छु। अनि अहिले आएर शोभा म्यामसँग कुरा भएर अनि जोइन भएको सर। अनि अब त्यो मेरो कलामा चाहिँ म पनि अगाडि बढौँ होइन, कुनै सभा सम्मेलनमा जाँदा चाहिँ बोल्ने तरिकाहरू सिकियोस् होला कि के हो होइन, उद्देश्य चाहिँ होस्, जान्ने उद्देश्य हो होइन। त्यो भन्नुलाई मैले अलिक भाँति पुऱ्याइन होला सर होइन, त्यही हो सर। हस् ल, थ्याङ्क यू भेरी मच।
हजुरले अनि त्यो भिडियो पनि अन गर्नु पर्यो नि म्याम। हजुरलाई त के अरे हजुरको नाम त थाहा भयो होइन, हजुरको कहाँ हुनुहुन्छ भन्ने पनि थाहा भयो, तर हजुरलाई भोलि हामीले बाटोमा भेट्दै गर्दाखेरि देखियो भने त अनि नचिनिने भयो नि त। ए हजुर 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 ल सर हजुर मैले हजुर ल अनलाइन सर ल ल हस् हस् ल। अब यहाँ गेम्जो लामा सर हुनुहुन्छ, हजुरले पनि यसो आफ्नो परिचय भिडियो अन गरेर राखिदिनु होला सर। गेम्जो लामा सर हुनुहुन्छ, हजुरले पनि आफ्नो परिचय, नाम ठेगाना, पेसा होइन, अनि यहाँ जोडिनुको हजुरको एक्सपेक्टेसन पनि राखिदिनुहोस् ल हजुर गेम्जो सर। ल हस्, हजुरले अनम्युट गर्नुपर्छ ल सर, पहिले ढोका खोल्नु पर्यो। ल हजुरले यस गरेर हजुरले राखिदिनु होला है। हजुरले यस गर्नु ओ ल, ए सरी सरी, यताबाट फेरि अनम्युट भइदियो है। ल हजुरले फेरि गर्नुहोस् त सर। ओ ल भयो सर। अब हजुरले इयरफोन लगाउनु भएको छ सर, त्यो इयरफोनले गर्दाखेरि हजुरको आवाज हामीले सुनेको छैनौँ सर। त्यो इयरफोन नलगाइ बोल्नुहोस् न सर, हजुरको इयरफोन बिनै हजुरको आवाज आउँछ जस्तो लाग्यो। हो अनि यस्तो आवाज आयो, त्यो इयरफोनले त झन् आवाजै बन्द गरिदिन्छ कि। ल हजुरले राखिदिनु होला आफ्नो नाम ठेगाना पेसा अनि यहाँ जोडिनुको एक्सपेक्टेसन। ल एकदम देख्नुभयो सर। सर ल ल ल खै सर, सरदेखि सर हराउनु भयो नि सर त। बिचमा सर मेरो नाम चाहिँ घ्याम्जो लामा सर। हजुर म हजुर अहिले प्रहरीमा छु सर। हजुर चाहिँ यसो केही कुरा बोल्नलाई अलिकति गाह्रो लागेर हजुर बोल्न सकि केही होला कि भनेर यसो मान्छेको माझमा बोल्नलाई अलिकति हस्पिन्छ, अलिक पसिना आउँछ, त्यही भएर पनि अलिअलि अँ, पनि हो। हजुरको पेसा चाहिँ के छ सर? मेरो प्रहरी हो सर। ए ल हस् हस् ल, थ्याङ्क यू भेरी मच। अँ, ल हस् हस् हस्, हुन्छ सर। ल अब लगभग लगभग हामी सबैकै सकिसक्यौँ होला है। अझै मेरो बाँकी छ भन्ने त कोही हुनुहुन्छ भने हजुरले भन्नु होला, नत्र भएदेखि हामी अब सम्झना अधिकारी म्याम हुनुहुन्छ हाम्रो आदरणीय सम्झना यस्तो अधिकारी नि सर म्याम। मान्छे ग्रुपमा ग्रुपमा अलि अलि बोल्दाखेरि पनि अलिक भान्ति पुग्दैन, अनि त्यो समस्या ल्याउनु होइन सर। हो नि सर, हो यही नपुगेकै कारणले गर्दा हामीसँग यति धेरै टाढा टाढा मान्छेहरू विभिन्न ठाउँबाट जोडिनु भएको सर म्यामहरूसँग भेट्ने अवसर मिल्यो नि सर। त्यही भएर अँ, यो त्यो नजान्नु पनि एउटा यो ठुलो अवसर हो सर। यी हेर्नुहोस् त, यी सबैजनासँग चिनजान हुने अवसर मिल्यो नि त, त्यसले गर्दा पनि होइन। हजुर जान्ने हुनुभएको त हामीसँग यसरी भेट्ने अवसरै मिल्दैन थियो हजुर होइन सँग। अँ, लास्ट अबको पालोमा चाहिँ म सम्झना अधिकारी म्याम हुनुहुन्छ, आदरणीय हाम्रो सम्झना अधिकारी म्याम हुनुहुन्छ। हजुरहरूलाई यो संस्थाले चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्छ क्या, एउटा मात्रै कोर्स छैन, धेरैवटा कार्यक्रमहरू सञ्चालन गर्छ। जस्तै यो पब्लिक स्पिकिङ भइहाल्यो 10 दिवसीय होइन। त्यसै गरी चाहिँ हाम्रो अर्को कक्षा भनेको चाहिँ हाम्रो 6 डेज हाम्रो उद्घोषण कला कक्षा हुन्छ। त्यो चाहिँ उद्घोषण मात्रै हुन्छ है, बोल्न जान्ने, उद्घोषण गर्न चाहिँ समस्या छ भने उहाँहरूको लागि हुन्छ। त्यसै गरी हाम्रो चाहिँ 15 दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम भन्छ, त्यसलाई चाहिँ ट्रेनिङ अफ ट्रेनर्स पनि भन्छ, त्यसलाई टट ट्रेनिङ भन्छ। त्यो भनेको चाहिँ भविष्यमा प्रशिक्षक बन्न चाहनेहरूका लागि त्यो 15 दिवसीय ट्रेनिङ छ। त्यसै गरी चाहिँ हाम्रो 10 दिवसीय अर्को भनेको चाहिँ स्कुल बेस्ड साइको सोसियल काउन्सिलिङ भन्ने पनि छ है। र अनि त्यसै गरी हाम्रो युट्युब एन्ड भिडियो एडिटिङ कक्षा पनि छ। हेर्नुहोस् त यति धेरै कोर्सहरू छन् भनेको, ती विभिन्न फरक फरक कोर्सहरू चाहिँ यहाँ फरक फरक हाम्रो चाहिँ कोअर्डिनेटरहरू हुनुहुन्छ। त्यसैमध्ये हजुरहरूको यो पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट जुन यो कार्यक्रम अब 10 दिवसीय कोर्स छ, यसको कोअर्डिनेटर हुनुहुन्छ आदरणीय सम्झना अधिकारी म्याम हुनुहुन्छ। उहाँले पनि आफ्नो परिचय राखिदिनु हुनको लागि र आफ्नो यहाँ साथीहरूलाई पनि स्वागत गरिदिनु हुनको लागि मैले अनुरोध गरेँ सम्झना अधिकारी म्याम हजुरलाई। धन्यवाद निपुलिन सरलाई। यो संसार बोल्नेहरूको मुठीमा छ। नमस्कार फेरि पनि सम्पूर्ण आदरणीय सरम्यामहरुमा। मेरो नाम सम्झना अधिकारी, म गौरीगञ्ज झापाबाट छु। मेरो पेसा भन्नुपर्दा म एक ट्रेनर साथै मोटिभेसनल स्पिकर। आजको यस कार्यक्रम हाम्रो पब्लिक स्पिकिङ कार्यक्रमको आज 28औं ब्याज हो। यहाँहरू सम्पूर्णलाई आयोजक संस्था नेक्टर एजुकेसनको तर्फबाट र मेरो स्वयं व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक स्वागत व्यक्त गर्दछु। आदरणीय सम्पूर्ण शर्माहरू, अब हाम्रो 10 दिनको बसाइ हामी चाहिँ सँगसँगै सहयात्रा गर्नेछौँ। सम्पूर्ण आदरणीय महानुभावहरू, एकदम आज यो सेसनमा हाम्रो निरन्तर हजुरहरू सक्रिय भएर जोडिनु होला। एकदम समयमा नै टाइममा नै हजुरहरू जोडिनु होला। हामी एकदम पर्खर वक्ता बनेर निस्किनेछौँ भन्दै सम्पूर्ण शर्माहरूलाई यो सक्रिय सहभागिता देखेर एकदम खुसी पनि लागेको छ। धेरै धेरै धन्यवाद शर्माहरूलाई।
भन्दै पुनः पुनः स्वागत गर्दै मेरो भनाइ यही अन्त्य गर्दछु। हस् हुन्छ। थ्याङ्क यू सो मच। हस् त थ्याङ्क यू भेरी मच म्याम। लगभग परिचय दिने क्रममा अब मेरै मात्रै बाँकी जस्तो छ, तर मलाई त सबैले चिन्नु पनि हुन्छ होला। मेरो नाम त लेखेको छुइनँ मैले यहाँनिर है। मलाई को मैले कसले त चिन्नुहुन्छ? चिनेको थिइनँ सर, म त फर्स्ट टाइम आउने त थाहा छैन। हजुर फर्स्ट टाइम हुन्छ। मलाई चिन्नु भएको छैन? कसले चिन्नु भएको रहेन आज मलाई? म त सबैले छैन चिन्नुहुन्छ होला मलाई भनिरहेको त होइन रहेछ है। शोभा म्यामले चिन्नु भएन छ। हजुरको त चिनेको छुइनँ, चिन्नु पर्यो नि सर। लास्ट ल सबैजनालाई यहाँहरू सबैजनालाई पुनः मैले नमस्कार। यहाँहरू सबैजनालाई मेरो नाम नेपोलियन राई। मेरो नाम नेपोलियन राई हो। मेरो जन्मघर चाहिँ म पूर्व धनकुटा, म पूर्वेली परे र मेरो हालको बसाइ म काठमाडौँमा बसोबास गर्छु र नेपोलियन सर। हजुर हजुर यहाँ हेर्नुहोस्, यहीँ मैले लेखिरहेको छु मेरो नाम यहाँ मेरो छेउमा छ तपाईँको शोभा राई भने जस्तै हजुर मेरो हजुर, नेपोलियन। अहिले आयो सर, अहिले आयो, देखेँ सर। नेपोलियन राई। कुन राई सर हुनुहुन्छ? भरै त्यो कुरा गरौँ होला म्याम, अहिले नगरौँ होला। फेरि साथीहरू यी राईहरू त कुरा गर्न थाले आफ्नो भन्न थाल्छ। हुन्छ हुन्छ, सरी सर, सरी सर। ल हस् हस् हस्, अब हामी कुरा गरिन्छ। अब 10 दिनसम्म हामी होइन हाम्रो संस्थासँग हजुरहरू जोडिनु भएको छ। हजुरहरू हाम्रो संस्थासँग जोडिसके पछाडि त हजुरहरूसँगको अब यो हाम्रो, किनभने हजुरहरू भने नि हाम्रो संस्थामा चाहिँ हजुर एकचोटि जोडिएपछि हजुर आजीवन सदस्य हो क्या संस्थाको लागि। हजुरहरू होइन आजीवन सदस्य ए हुनुहुन्छ हजुर। यहाँहरू सबैजना है। त्यो भएकोले गर्दाखेरि पनि अब हामी कुरा गर्ने उ त भइ नै हाल्छ त्यस पछाडि है। र नि अझै यहाँ निमा म्यामहरूको भिडियो अफ भएको छ होइन। यो हाम्रो के अरे यता लामा सरको पनि होइन, गेम्जो लामा सरको पनि अफ अफ भयो हौ सर भिडियो है। यसो एकचोटि फोटो खिचिहालौँ, सुरुवात गरौँ। आज पहिलो दिन त्यही भएर फोटो खिचौँ भन्ने लागेको छ निमा म्याम। ल फेरि हराउनु होला है, फोटोमा हराउनु होला नि, फेरि नाम मात्रै देखिला है, नाम मात्रै देखिन्छ होला। ल आज हामीले फोटोबाट खिच ल है म्याम। ल म्याम पनि आउनुभयो। ल फेरि मैले फोटो खिचेँ ल। ल आजबाट चाहिँ यसरी फोटो खिचेर आजको सुरुवात गरौँ ल। अब हामी अलिकति अगाडि नै बढिसकेका छौँ होइन, किनभने अब हामी 8 बजे त कक्षा सक्नुपर्ने हुन्छ, किनकि हजुरहरू पनि आफ्नो एकदमै अमूल्य समयलाई खर्चेर यहाँ जोडिनु भएको छ होइन। अब हुन त आजै आजै पनि हाम्रो कतिजना साथीहरू अझै जोडिन सकिराख्नु भएको छैन होइन। अरू साथीहरू पनि आज जतिजना यहाँहरू उपस्थित हुनुभएको छ यहाँहरू सबैजनालाई होइन स्वागत त गरिसक्नु भएको छ, तथापि फेरि पुनः म यहाँहरूलाई सबैजनालाई स्वागत गर्छु यो कार्यक्रममा होइन। अब यो 10 दिने बसाइलाई सुरुवात गर्नु छ र अब सुरुवात गर्दै गर्दाखेरि पनि यहाँहरूलाई म थोरै केही कुराहरू, अब विषयवस्तु त छँदै नै छ, त्योभन्दा अर्को कुरा पनि म हजुरलाई यहाँ थोरै कुराहरू सेयरिङ गरौँ जस्तो लागेको छ होइन। किन भन्दाखेरि मुख्य कुरा भनेको अब हामीहरूले कार्यक्रममा त बस्छौँ कक्षामा, हामीले अब धेरैजनालाई के लाग्छ भने ओ हामी त यो त अहिले त म अनलाइन कक्षा दिइराखेको छु, अनलाइन कक्षामा म बसिराखेको छु भन्ने त हुन्छ होइन। तर हामीले अनलाइन कक्षामा बस्दै गर्दाखेरि पनि अब अलिकति हामीले हुन त हजुरहरू अनलाइन कक्षामा हुनुहुन्छ, तर पनि मुख्य कुरा चाहिँ के चाहिँ हुनु पर्यो भन्दाखेरि अनलाइन कक्षामै बसे पनि हामीले साँच्चीकै म चाहिँ रियल म फिजिकल कक्षामा छु है, म फिजिकल्ली कक्षा लिइराखेको छु है भन्ने चाहिँ हुनुपर्छ आदरणीय सर म्यामहरू। त्यो भएकोले गर्दाखेरि अब हामीले कक्षामा बस्दै गर्दाखेरि पनि ती कुराहरूलाई पनि यसो मनन चाहिँ गर्नुपर्छ ल। ती कुराहरूलाई होइन, अब हामीले किनभने हामी त वक्ता बन्न आएको हो नि त, वक्ता बन्न आएको हो। हामीले लगाउने पोसाकको कुरालाई होइन, यी कुराहरूलाई पनि हामीले ध्यान दिनुपर्छ। सकेसम्म कक्षामा भिडियो अन गरेर बसिदिने, किनभने जब हामी भिडियो अन गरेर बस्छौँ भने हजुर के हुनुहुन्छ त, हजुरको ध्यान आफू यहाँ केन्द्रित गर्न सक्नुहुन्छ क्या होइन। त भिडियो अन गर्नु भने त ए मेरो त भिडियो अफ छ भने अरू अरूतिर काममा फेरि लागिहाल्छौँ क्या हामी होइन। त्यो भएकोले गर्दा पनि हजुर भिडियो अफ सरी अन गरेर बसिदिने, अडियोलाई चाहिँ म्युट गर्ने होइन। हजुरको हल्ला छैन भने त हजुरले अडियो पनि अफै के अरे सरी अनै गर्नुभयो भने केही फरक पर्दैन है। त्यो भएकोले गर्दा हजुरहरू कक्षामा बस्दाखेरि चाहिँ आफ्नो भिडियोलाई अन गरेर बसिदिने होइन। अब हेर्नुहोस् त अहिले हाम्रो के अरे सन्तोष सर चाहिँ अहिले यात्रामै हुनुहुन्छ होइन, बाटोमै हुनुहुन्छ उहाँ, र पनि कक्षामा जोडिसक्नु भएको छ होइन। हजुरहरू पनि त्यसरी नै कक्षामा चाहिँ एकदम एक्टिभली भएर जोडिने होइन, बस्ने, त्यो कुराहरूलाई चाहिँ ध्यान दिनु होला हजुरहरूले। अझ रियल हजुरमा पनि त्यो आउनु, त्यो फिलिङ्स हुनु पऱ्यो कि ओहो म त रियल कक्षामै छु नि, मैले कक्षामै बसिराखेको छु भन्दै हो, त्यो कुरालाई चाहिँ हजुरहरूले ध्यान दिनु होला। यति भन्दै अब हामीले छिटो कक्षालाई नै अब अगाडि बढाउनु पनि छ होइन। हामीले परिचय पनि गरिसक्यौँ, चिनजान पनि गरिसक्यौँ र अलिकति हामीले हाम्रो बसाइलाई पनि अलिकति ध्यान दिनुपर्छ ल। हामीले बस्दै गर्दाखेरि होइन, अब हामीले फेरि गर्मीको बेला छ कि अहिले चाहिँ के हुँदो रहेछ नि, ल गर्मीको बेला छ होइन, गर्मीको बेला छ भनेर अब हामीले लाउने त्यो पोसाकको कुराहरूलाई पनि अलिकति त्यति ध्यान नदिएर हुँदैन कि रियल साँच्ची म कक्षामा छु, म साँच्चीकै म एउटा कार्यक्रममा छु है भन्ने गरी त्यो अनुसार चाहिँ हजुरहरू हामीले कक्षामा जोडिनुपर्छ भन्दै अब मैले हजुरलाई स्लाइड देखाउँछु।
स्लाइडको मार्फतै अब हामी केही कुराहरू सिक्दै सिक्दै अगाडि बढाउँछौँ है। अब हामी अगाडि बढ्छौँ। त्यसको लागि चाहिँ आज हामी हाम्रो विषयवस्तु भनेको त यही नै हो, भाषण कला तथा व्यक्तित्व विकास तालिम भयो होइन। यो कक्षामा छौँ हामी होइन, यो कक्षामा जोडिएका छौँ र आज हामी पहिलो दिनको कक्षामा हामी जोडिराखेका छौँ है। आज हामी पहिलो दिनको कक्षामा जोडिराखेका छौँ र अब यो पहिलो दिनको कक्षामा अब हामीले बस्दै गर्दाखेरि हाम्रो बसाइको फर्म भनेको चाहिँ कस्तो हुनुपर्दो रहेछ नि शोभा म्याम, एसएमएस मोडलमा हामीले बस्नु पर्दो रहेछ क्या शोभा म्याम होइन। होइन अब यो एसएमएस भनेको चाहिँ के हो त भन्दा एसएमएस भनेको हजुरहरूले मोबाइलमा आएको लिङ्क पठाएको थियौँ हामीले, त्यो लिङ्क त होइन होला होइन, त्यो आउने एसएमएस त होइन होला यो। के हो त यो एसएमएस भनेको, हामीले बस्दै गर्दाखेरि केही कुरा हामी नयाँ कुराहरू सिक्दैछौँ भने हामीले त्यो एसएमएस पोजिसनमा बस्ने र त्यो एसएमएस पोजिसन भनेको चाहिँ के हो भन्दाखेरि एस भनेको चाहिँ सबैभन्दा पहिलो एस भनेको चाहिँ के हो त भन्दाखेरि स्ट्रेट ब्याक भन्छ कि, यहाँ म हजुरलाई देखाइदिन्छु है, हजुरले देखाएर नै भन्नु होला होइन। सबैभन्दा पहिले हामीले एसएमएस भनेको चाहिँ के हो त भन्दा स्ट्रेट ब्याक होइन, हाम्रो ढाडलाई सिधा गर्ने के, हामीले बस्दै गर्दाखेरि हाम्रो बसाइको पोजिसनले पनि हामी कतिको एक्टिभ भइराखेका छौँ भन्ने कुराहरूले त्यसले असर गर्छ क्या होइन। अनि अर्को कुरा स्ट्रेट ब्याक, ढाडलाई सिधा गरेर बसिदिने। अनि अर्को कुरा भनेको माइन्ड चाहिँ अलर्ट हुनु पऱ्यो क्या, कहाँ के पुगिराखेको छ है, अहिले विषयवस्तु कहाँ पुग्यो भन्ने कुरा पनि हजुरहरू त्यो क्लियरली हुनुपर्छ। र अनि अर्को कुरा भनेको चाहिँ स्माइलका साथ है, मुस्कानसहित कक्षामा बसिदिनु पऱ्यो, विथ स्माइलका साथ यहाँहरू कक्षामा जोडिनुपर्छ ल। स्माइलका साथ कक्षामा जोडिने यहाँहरू है, मुस्कानसहित हुनु पऱ्यो। किनभने एउटा स्माइल भनेको यति धेरै महत्त्वपूर्ण कुरा छ कि त्यो स्माइलले हामीले पोजिटिभिटी क्रिएट गर्छ कि, मानिसहरूलाई सकारात्मक बनाइदिने काम गर्छ। कसैले तपाईँ कस्तो रिस उठिराखेको छ तर कसैले तपाईँलाई स्माइल गरिदियो, मुस्कान दियो भने तपाईँलाई पनि त्यो अटोमेटिकल्ली भित्रबाट त्यो स्माइल आइदिन्छ क्या। त्यही भएर हजुरहरूले सबैभन्दा पहिले त हजुर आफू पोजिटिभ हुनु पऱ्यो, विथ स्माइलका साथ आफू पोजिटिभ हुने र अटोमेटिकल्ली हजुरको स्माइलले गर्दा अरूलाई पनि पोजिटिभ हुन्छ। त्यही भएर त सबै पोजिटिभ व्यक्तिहरूको यो सत्सङ्ग हुन्छ क्या यहाँनिर होइन, सत्सङ्ग हुन्छ सत् पोजिटिभ व्यक्तिहरूको। त्यही भएर चाहिँ हामीले स्माइलको अझ त्यसको महत्त्वको कुराहरू त अझै हामी यहाँ पछाडि अझै बताउँदै नै म जानेछु। र अब यहाँनिर हेर्नुहोस् है, त्यस पछाडि चाहिँ यहाँनिर अलिकति हामीले यहाँनिर होइन, यहाँ पिक्चर्समा भएका केही व्यक्तिहरूलाई पनि कसले चिन्नु हुँदो रहेछ हौ। शोभा राई म्याम कतिजनालाई चिन्नुहुन्छ यहाँ यो पिक्चरमा भएको व्यक्तिहरूलाई, कसले कति चिन्नुहुन्छ हौ? सर मैले त खै कसैलाई नि चिनेको सर। यहाँ भएको कसैलाई चिन्नु भएन? सर चिनिनँ मैले त। ल कसैलाई चिन्नु भएन नि। ल यता हाम्रो लामा सरले, ग्याम्जो लामा सर, हजुरले कसलाई चिन्नुभयो सर यो पिक्चरमा भएको व्यक्तिहरूलाई? हजुरले अन गर्नुपर्छ ल, यो ढोका चाहिँ अन गर्नुपर्छ, अनम्युट गरेर हजुरले बोलिदिनुहोस् त सर। हजुरले यहाँ को हुनुहुन्छ यो त हजुरले चिन्नु भएको व्यक्तिहरू यहाँ? हजुरको यो अनम्युट गर्नुपर्छ सर, यो ढोका बन्द छ हजुरको। हो ल अब बोल्ने हो नि सर। एउटा चाहिँ तलको चाहिँ महात्मा गान्धी हो। हजुर हजुर। अरू अनि त चिन्नु ल अरू चिन्नु भएन नि। ल अब कसले भन्नुहुन्छ भन्दाखेरि ल पूजा म्यामले चाहिँ चिन्नुहुन्छ होला हौ सबैजनालाई। सबैलाई त चिन्दिनँ सर। अँ, सेकेन्डको नेल्सन मण्डेला हो कि जस्तो लाग्यो। अँ, अनि हो नि। अनि त्यसपछि महात्मा गान्धी, अनि यो फोर्थको पनि त्यो रिच पर्सन हो। ठ्याक्कै नाम अहिले चाहिँ याद आएन, चिन्न चाहिँ म चिन्छु, ठ्याक्कै नाम याद आएन। ए ल हस् ल। ल लता म्याम हजुरले कसलाई चिन्नुहुन्छ? अहिले पनि सेकेन्डको चाहिँ नेल्सन मण्डेला हो, अनि फोर्थको चाहिँ महात्मा गान्धी चिने। अरू हजुर। चाहिँ या थर्डको चाहिँ चिने चिने जस्तो लाग्यो, थाहा भएन। फाइनल हो नि, अगाडिको ल चाहिँ अन्त ल सुमन सरले सबै चिन्नुहुन्छ ल, सुमन सर। मैले पनि सर त्यति नै हो चिनेको। नेल्सन मण्डेला सेकेन्डको भइहाल्यो, महात्मा गान्धी, अनि अर्को चाहिँ अँ, के अरे लास्टको चाहिँ के नाम बिर्सेँ मैले, धन्याटे हाम्रो। ल यति नै चिन्नुभएछ नि। ल टेस्ट गर्नु कमल हो। सरले पनि त्यति नै हो ल। ल हजुरहरूले त हजुरहरूलाई मैले गरिहालेँ ल। प्रायः प्रायः सबैलाई यो उनै भएछ ल। यो अगाडिको सर म्यामहरूले त थाहा पाउनुहुन्थ्यो होला। र अब हेर्नुहोस् है, अब यहाँ हेर्नुहोस्, यो सबैभन्दा फर्स्टको भनेको यो बिजुली बत्तीको आविष्कार, यो चिमको आविष्कारक को हुनुहुन्छ त भन्दा थोमस अल्वा एडिसन भनेको सुन्नुभएको थियो? सुन्नुभयो नि होइन, थोमस अल्वा एडिसन भनेको सुन्नुभएको हो। अब यो नेल्सन मण्डेला त भइहाल्यो होइन। अनि अर्को चाहिँ तपाईँहरूलाई यो आइफोन बाबा हुन् क्या यो पछाडिको चाहिँ। आइफोन चाहिँ तपाईँहरू थाहा पाउनुहुन्छ तर त्यसको मालिक को भनेर त थाहा पाउनुहुन्न नि तपाईँहरू होइन। को हुनुहुन्छ त उहाँ? स्टिभ जब्स हो है उहाँको नाम चाहिँ। यी आइफोन बाबा हुन् यिनी। अनि यी तलको त अब सबैले नचिन्ने कुरै भएन, उहाँलाई सबले चिनिहाल्नुहुन्छ। अनि यो पछाडिको यो एकदम युवा मार्क जुकरबर्ग होइन? यी रिचेस्ट व्यक्ति पर्सन।
तपाईँहरू एकजना जस्तै अलिबाबा भनेर सुन्नु भएको छ? हजुर अलिबाबा.com सुनेको छु ज्याकमा ज्याकमा हो अब अहिले मलाई याद जाने बुझा है उहाँको नाम के हो ज्याकमा है उहाँको नाम चाहिँ ज्याकमा हो एकदमै युवा हुनुहुन्छ होइन अब यो पछाडि खाली ठाउँ यो खाली ठाउँमा चाहिँ हाम्रो नाम राखौँ भनेर के यहाँनिर खाली ठाउँमा चाहिँ हाम्रो नाम हाम्रो फोटो राखौँ भनेर मैले खाली ठाउँ राखिदिएको है अब हेर्नुहोस् है यिनीहरू यी हाम्रा न हाम्रो मम्मीपट्टिको साइनो पर्छ न त बुबापट्टिको साइनो पर्छ यिनीहरू होइन तर पनि हामीले यिनीहरूलाई चिन्छौँ है यिनीहरूले हामीले किन चिनेको होला यसरी हामीले किन उनीहरूको कामले चिनेको गर्दा हो उनीहरूको काम उनीहरूले बोले काम मात्रै गरेनन् कि उनीहरूले बोले पनि क्या त्यो कुरालाई आफूसँग जुन कुराहरू थिए नि ती ज्ञानलाई आफूसँग अरूले आफूलाई बाँड्दै गर्दाखेरि उनीहरूले बोले के मुख्य कुरा भनेको बोले उनीहरूले हो कि होइन त जस्तै भन्छ नि भगवान् के अरे हाम्रो के अरे गौतम बुद्ध भन्दा पनि अगाडि धेरैजनाले बुद्धत्व त प्राप्त गरेका थिए तर उनीहरूले बोलेनन् होइन त्यो उनीहरूले आफूमै सीमित राखे नि जस्तै यिनीहरू व्यक्तिहरूले पनि जस्तै बत्तीको त आविष्कार गरे तर उसले चाहिँ बाहिर अरूलाई नभनेको भएदेखि ऊ आफैमा राखेको भए त सकिन्थ्यो हामी चिन्थ्यौँ र अहिले उहाँलाई चिन्दैनौँ नि त हो कि होइन त त्यो भएर पनि अब हामीले के गर्नु पर्यो भने हाम्रो यसरी नै हाम्रो छवि बनाउनको लागि हाम्रो ब्रान्ड बनाउनको लागि हामीले बोल्नुपर्छ अनि यहाँनिर हाम्रो फोटो राख्नुपर्छ कि है ल हेर्नुहोस् ल अब अर्को कुरा भनेको चाहिँ यहाँ एउटा गजबको कुरा चित्र आयो हो यहाँनिर यो के को चित्र होला अब यो चाहिँ के को चित्र हो त साबुनको चित्र हो हामी सबै जानि नै हाल्छौँ ल यो अगाडि जो कक्षा अघिल्लो कक्षाहरूमा जोडिनु भएको सर म्यामहरूले हजुरहरूले चाहिँ नभन्नु होला यो जो आज जोडिनु भएको छ उहाँहरूले मात्रै है यो एन्सर दिने चाहिँ होइन अरू सर म्यामहरूले हेर्नु मात्रै हुन्छ आज यो चाहिँ ल यस पछाडि यो जो हो त्यस पछाडि म हजुरले आज एकैछिन खाली ठाउँ भर्न नि सिकाउनु पऱ्यो कि अङ्ग्रेजी पनि सिकाउनु पऱ्यो कतिको जान्नुहुन्छ भनेर ल यो साबुन हो चिनी हाल्नुभयो अनि त्यसरी म हजुरले खाली ठाउँ भर्न लगाउनु पऱ्यो क्या ल को जान्ने हुँदो रहेछ हौ यहाँनिर के हुन्छ लता म्याम यहाँनिर के हुने भयो लता म्याम सुमन सर ए यहाँ के हुने भयो यहाँ के हुने भयो शोभा म्याम के हुने भयो यहाँ के भरौँ यहाँ खाली ठाउँमा के हिन्ट्स के होइन यहाँ भने तपाईँले यहाँनिर 5वटा अक्षरको बिचमा हाल्नु पर्यो नि सर अब यहाँ हाल्नु के हुने भयो यहाँ एउटा मात्रै भन्नुपर्छ यहाँ धेरैवटा हाल्नु ए पर्यो हुन्छ ए एउटा मात्रै हुन्छ ए भइहाल्यो नि ए हुन्छ है मैले यति सजिलो दिइराखेको छु होइन होइन, यस्तो पाँचवटा सजिलो डट डट भएर चाहिँ होइन पाँचवटा एउटा हाल्नु मात्रै कि होइन होइन एउटा मात्रै हो पर्ने ए हजुर एउटा सब डटले कन्फ्युज भयो यहाँ के हुने भयो ए ए हुने भयो होइन यो त होइन रहेछ त यो पो हुँदो रहेछ त ल हजुरलाई त्यसै गरी अर्को कुरा है ल है मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन कसले भन्नुभयो यो कसलाई आउँछ लक्ष्मी प्रसाद लक्ष्मी देवकोटा प्रसाद देवकोटाले भन्नुभएको होइन ल त्यसै गरी अब खाली ठाउँ भर्न फेरि लगाउनु पर्यो हजुरले मानिस ठुलो दिलले हुन्छ केले हुँदैन केले हुँदैन जातले हुँदैन कि केले रहेछ त हेर्नुहोस् है हिलले हुँदैन भन्ने रहेछ होइन मानिस ठुलो दिलले हुन्छ हिलले हुँदैन अब हेर्नुहोस् है मैले यी चित्रहरू मैले किन देखाएँ हजुरहरूलाई भन्दा नि हजुरहरू आज पहिलो दिन हामी यहाँनिर सुरुवात गर्दैछौँ हाम्रो कक्षालाई होइन अब हामीले हेर्नुहोस् मैले हजुरलाई के देखाएँ पहिले साबुन देखाइदिएँ कि मैले हजुरहरूलाई अनि हजुरलाई के लाग्यो यो पक्का ये नै हो यो साबुनैको हो यो खाली ठाउँ भने अब तपाईँहरूलाई लाग्यो हो कि होइन तपाईँले त्यो लागेको थियो लाग्यो नि त त्यही भएर तपाईँले के भन्नु ए ए ए भन्नुभयो होइन अनि अगाडि के हो त हामीले लक्ष्मी प्रसाद देवकोटाको पनि त पहिले मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेको त सानो बच्चादेखि हामी पढ्दै पढ्दै आएको सुन्दै आएको कुरा हो कि होइन त्यही भएर तपाईँलाई लाग्यो फ्याट्टै आइहाल्यो कि मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन तर त्योभन्दा अरू पनि त हुन सक्छन् हो त्यही भएर हजुरहरू यहाँनिर केही कुरा सिक्नको लागि आउनु भएको छ होइन हजुरहरूलाई लाग्थ्यो होला पास्टमा लाग्थ्यो होइन अगाडि चाहिँ कुनैमा त हजुरहरू त पक्कै पनि नबोली त आउनु भएको छैन नि त होइन बोलेरै आउनु भएको छ हजुरहरू होइन अहिलेसम्म नबोली आउनु भयो त विभिन्न कार्यक्रममा हजुर त बोल्नु त भएको छ नि त अझै हजुर त अपडेट गरौँ आफूलाई भनेर आउनु भएको छ जोडिनु भएको छ नि त तर हजुरहरूमा त यही खालको मनस्थिति भइदियो भने हामीले नयाँ कुराहरू सिक्दै गर्दाखेरि आफ्नो माइन्डले नै त्यहाँ ब्लक गरिदिन्छ क्या त्यसलाई ब्लक गरिदिइराखेको हुन्छ त्यही भएर हामीले भन्यौँ त जे हामीसँग थियो त्यो त छँदै नै छ तर के चाहिँ कुरामा हामीले ध्यान दिनुपर्ने त्यो मात्रै होइन है तरिका अर्को पनि हुनसक्छ है भन्ने कुरा चाहिँ हामीमा हुनु पर्यो क्या त्यही भएर त्यो मनस्थितिलाई चाहिँ आजै हामीले के गरौँ त्यो मनस्थितिलाई अहिले हामीले के गरौँ भन्दाखेरि यसरी धोइदिउँ पखालौँ होइन तिमीहरूलाई सफा बनाऊ है अब हामीले होइन यसरी धोइदिउँ है हामीले यहाँ हेर्नुहोस् है यसले पनि धोइराखेको छ अब हामीले पनि धोइदिउँ क्या अरे होइन
अब हामीले पनि 2 दिन के अरे होइन यसरी चाहिँ अब हामीले कक्षामा बस्दै गर्दाखेरि त्यो कुरालाई है म केही सिक्नका लागि जोडिएको छु म केही सिक्नका लागि जोडिएको छु भन्ने कुरा चाहिँ त्यो मनमा हुनु पर्यो क्या त्यसले गर्दा नि ए यो त होइन यस्तो होला भन्ने कुराहरू भइदियो र त्यो पास्टमै हामीले एक तरिकाको रह्यौँ भने नि अब हामीले जुन लिनुपर्ने जतिको उपलब्धि हामीले हासिल गर्न सक्दैनौँ क्या त्यो भएर पनि आदरणीय सरम्यामहरू आज पहिलो दिन कक्षामा जो जो जोडिनु भएको छ होइन त्यो मनस्थिति लिएर यहाँनिर कक्षामा बस्नु होला र अनि कसैले पनि ह्यान्डलक गरेर नबसिदिनु होला है हजुरहरूले यस्तो हुन्छ नि यो ह्यान्डलक गर्ने बानी धेरैजनाको हुन्छ हामीलाई होइन त्यो भएर चाहिँ हजुरले त्यसरी त्यो पोजिसनमा चाहिँ सकेसम्म नबसिदिनु होला होइन एकदम हातलाई खुल्ला गर्नु होला कि किनभने ह्यान्डलक भनेकै माइन्ड लक हुन्छ अरे कि यदि हजुरले यसरी कक्षामा बसिदिनु भयो यहाँ मात्रै भनेको होइन कि जुनैसुकै ठाउँमा पनि हजुर केही नयाँ कुरा सिक्न जानुभयो भने ह्यान्डलाई चाहिँ लक गर्नु भएन कि त्यसलाई चाहिँ एकदम खुल्ला गर्नु पर्यो जब तपाईँले ह्यान्ड लक गर्नुहुन्छ तपाईँको माइन्ड लक हुन्छ तपाईँले जति कुराहरू जतिकै मैले तपाईँहरूलाई त्यो कुराहरू भने पनि तपाईँले मलाई फर्काइराख्नु भएको हुन्छ क्या होइन त्यो कुरा पछि बडी ल्याङ्ग्वेजमा पनि अझ धेरै कुराहरू त्यहाँनिर हामीले गर्छौँ है ल यति भनिसके पछाडि अब यहाँनिर भिडियो अफ गर्न त नपाउने हो सन्तोष सर यता पदम विष्ट सर भिडियो अनै गरेर बस्नु होला है ल अब त्यस पछाडि चाहिँ अब हामी के गर्छौँ भन्दा विषयवस्तुतिर अब हामी छिर्छौँ ल अब यहाँ केही कुराहरू छन् होइन ती कुराहरूलाई हामीले एकैछिन छोडौँ है भोलि अझ बाँकी कुराहरू गर्छौँ हामीले आज अलिकति समयभन्दा अलिकति थोरै अगाडि गइसकेको हुनाले गर्दा अब हामी सिधै विषयवस्तुतिर जान्छौँ ल आज मैले हजुरहरूलाई यसो गाइडेड गर्ने कुरा भनेको चाहिँ के हो भन्दा नि ऱ्यापो बिल्डिङ भन्ने कुरा गर्छु क्या म हजुरहरूले आज पब्लिक स्पिकिङ अ सेट अफ स्किल्स नट एन इनबोर्न ट्यालेन्ट भन्छ होइन यो भनेको चाहिँ जन्मजात कसैले पनि बोकेर आएको हुँदैन क्या यो जन्मजात कसैले पनि यो बोल्ने कुरा भनेको चाहिँ जन्मजात कसैले पनि लिएर आएको हुँदैन यो सिप हो यसलाई हामीले सिक्नुपर्छ क्या यसको विधि तरिका हामीले जान्नुपर्ने हुन्छ तब मात्रै हामीले यसलाई सुधार गर्न सक्छौँ हामीले सिक्नुभन्दा अरूको विकल्प नै छैन यो बोल्ने कुरामा चाहिँ त्यही भएर पनि अब हामीले सबैभन्दा पहिले कुरा चाहिँ के गर्नु पर्दो रहेछ भने धेरैजनाको जुन बोल्ने कुरा हुन्छ त्यो प्रभावहीन भइदिनको एउटा के कारण हुन्छ भन्दाखेरि उसले अडियन्सहरूसँग कनेक्सन बिल्डअप गर्दैन के जब उसले अडियन्सहरूसँग बिल्डअप गर्दैन नि भन्नुको मतलब मैले जतिकै राम्रो कुरा गरे पनि यदि हजुरहरूले सुनिदिनु भएन भने मैले बोलेको अर्थ रहन्छ र हुँदैन नि त त्यसको लागि त हजुरहरू मेरो कुरालाई सुनिदिनका लागि तयार हुनु पर्यो नि त हजुरहरू मेरो कुरा सुनिदिनका लागि हजुर यहाँहरू के हुनु पर्यो तयार हुनुपर्छ होइन त्यसको लागि मैले हजुरहरूले तयार गर्नुपर्ने हुन्छ अब हजुरहरूले मेरो कुरा सुनिदिनका लागि यहाँ तयार गर्नको लागि चाहिँ अब के कुराहरू गर्ने त हजुरहरूसँगको जुन सम्बन्ध निर्माण गर्नुपर्ने छ त्यो सम्बन्ध निर्माण कसरी गर्ने त भन्ने कुराहरू आज हामीले विशेष सिक्छौँ कि जसलाई हामी ऱ्यापो बिल्डिङ भन्छौँ है त्यसले चाहिँ सम्बन्ध निर्माण भनेको है सबभन्दा पहिले हामीले हाम्रा अडियन्सहरूसँग सम्बन्ध निर्माण गर्नुपर्छ सहभागीहरूसँग यदि सम्बन्ध निर्माण गर्न सकिएन भने जतिकै राम्रो कुराहरू बोले पनि त्यसलाई त्यसको प्रभावहीन भइदिन्छ त्यो है त्यो भएर अब चाहिँ हामीले के गर्दो रहेछौँ भन्दा सुमन सर अब हामी एक्टिभली के गर्छौँ हाम्रो ज्ञामजो सरको करेन्ट गएछ पक्कै पनि अब त्यही पनि सुनिराख्नु भएको छ आवाज त सुनिराख्नु भएको छ होइन ल अब म हजुरहरूलाई यो ऱ्यापो बिल्डिङकै आज हामी टेम्प्लेट्सकै बारेमा आज हामी छलफल गर्छौँ है यसैको विषयमा आज हामी छलफल गर्दै गर्दै अगाडि बढ्छौँ ल ऱ्यापो बिल्डिङ भनेको सम्बन्ध निर्माण मैले यसलाई भनि नै हालेँ हजुरहरूलाई सम्बन्ध निर्माण हो यो भनेको अब हामीले आज भनेको जुनसुकै ठाउँमा हामीले बोल्दै गर्दाखेरि पनि जुनसुकै भूमिकामा हामीले बोल्दै गर्दाखेरि पनि हामीसँग के हुनु पर्यो भन्दा ऱ्यापो बिल्डिङ चाहिँ हामीले गर्नुपर्छ है सम्बन्ध निर्माण गर्नुपर्छ र हाम्रो कुराहरू सुन्नका लागि उनीहरूलाई तत्पर बनाउनुपर्छ तयार गर्नु पर्ने हुन्छ ल अब हामीले फर्स्टमा चाहिँ 1 to 1 गर्दै गर्दै हामीले जान्छौँ ल अब ऱ्यापो बिल्डिङको फर्मेटमा चाहिँ नम्बर 1मा के छ भन्दाखेरि नम्बर 1मा आई कन्ट्याक्ट छ कि सबैभन्दा पहिले चाहिँ हामीले के गर्नुपर्दो रहेछ त अडियन्सहरूसँग हामीले आई कन्ट्याक्ट गर्नुपर्छ ल सबैभन्दा आई कन्ट्याक्ट गर्नुपर्छ नम्बर 1मा हजुरले यो पोइन्ट पोइन्ट टिपे हुन्छ मेन पोइन्ट चाहिँ टिपे हुन्छ त्यो सबै कुरा टिप्नु पर्दैन हजुरले मैले उपलब्ध गराइ त हाल्छु होइन यो सबै कुरा तपाईँहरूलाई उपलब्ध गराइहाल्छु क्यारे है र अब हामीले आई कन्ट्याक्ट गर्नु पर्यो आई कन्ट्याक्ट गर्दै गर्दाखेरि चाहिँ के कुरालाई ध्यान दिनुपर्छ जस्तै नि मैले तपाईँहरूसँग हेरेर तपाईँले बोल्दैछु नि होइन तपाईँले के लागिरहेको छ त लता कोइराला म्यामलाई पनि लागिरहेको छ ए मलाई नै हेरेर बोल्दै हुनुहुन्छ होइन कुमार सरलाई पनि लागिरहेको कमल सरलाई पनि लागिरहेको छ मलाई नै हेरेर बोलिराख्नु छ तैँले मैले किन त मैले क्यामेरालाई हेरिराखेको छु नि त तर मैले यही कुरा चाहिँ यता फर्केर बोल्न थाल्यो भने तपाईँलाई लाग्छ इन्जोय गर्नुहुन्छ पक्कै इन्जोय गर्नुहुन्न नि त हो कि होइन त अर्कोतिर फर्केर बोलिरहेको छु मैले जतिकै कुरा गरेँ पनि यता फर्केर बोलेँ भने त के हुन्छ त त्यसले गर्दाखेरि के हुँदैन हाम्रो कनेक्सन बिल्डअप हुन सक्दैन क्या
त्यही भएर अब हामीले बोल्दै गर्दाखेरि सबैभन्दा पहिले चाहिँ के हुनुपर्छ आई कन्ट्याक्ट गर्नुपर्छ अडियन्ससँग त्यो कुरा हुनु पर्यो र अनि अर्को कुरा भनेको चाहिँ आई कन्ट्याक्टको धेरैजनाको के हुन्छ होइन हजुरहरूको कस्तो बानी छ हुन त होइन सबैको नहुन पनि सक्छ जस्तै के सुमन सर चाहिँ टक्क स्टेजमा जानुभयो उद्घोषकमा चाहिँ लता कोइराला म्याम हुनुहुँदो रहेछ होइन उद्घोषण गरेर बोलाउनु भयो क्या आफ्नो होइन मन्तव्य राखिदिनलाई चाहिँ सुमन सरलाई चाहिँ बोलाउनु भयो सुमन प्रधान सरलाई चाहिँ स्टेजमा होइन टक्क स्टेजमा पुग्नुभयो सुमन प्रधान सर फटाफट बोल्न थालिहाल्नु भयो क्या होइन फटाफट बोल्न थालिहाल्नु भयो क्या अब हामीले त्यसो गर्नु भएन है सुमन सर त्यसो गर्नु भएन किन भन्दै गर्दाखेरि नि धेरैजनाको समस्याकै यो कमन समस्या हो स्टेजमा जाने टक्क जाने अनि फटाफट बोल्न थालिहाल्ने त्यसले गर्दाखेरि के भइदिइराखेको हुन्छ एउटा त स्ट्रेस भइदिइराखेको हुन्छ फेरि सबैजनाले प्रायः हुने कमन स्ट्रेस त हुन्छ नै क्या सबैजनालाई हुने नै हो होइन अब त्यसको त हामी कक्षा नै गरि नै हाल्छौँ होइन अनि त्यो स्ट्रेस भइराखेको हुन्छ अनि जान बित्तिकै बोल्न थाल्यौँ भने चाहिँ अनि हामी अक्मकिने हो क्या अनि अब कहिलेकाहीँ हामी परिचय दिनै भुल्छौँ पछि के बोल्नुपर्ने अनि एउटै कुराहरू चाहिँ रिपिट भएको भागै गरिराखेका हुन्छ कहिलेकाहीँ त्यस्तो भइदिइराखेको हुन्छ त्यसरी भएपछि के बोल्ने भइदिन्छ क्या सुमन सर त्यही भएर अबदेखि हामीले चाहिँ स्टेजमा गएर बोल्दै गर्दाखेरि तपाईँ स्टेजमा टक्क जाने अनि सर र अडियन्सहरूलाई एकचोटि हेर्ने क्या उनीहरूले आई कन्ट्याक्ट गर्ने क्या अडियन्सहरूसँग आई कन्ट्याक्ट गर्नु पऱ्यो गेम्स सर है अडियन्सहरूसँग आई कन्ट्याक्ट गर्दै गर्दाखेरि चाहिँ के हुन्छ जस्तै डब्लु र एमको सेपमा गर्नु भन्छ क्या सर र अगाडि पछाडि दायाँ बायाँ सर र गर्ने अनि त्यतिखेर अर्को कुरा चाहिँ हामीले के गर्नुपर्छ भने त्यो आई कन्ट्याक्ट गर्दा हामीले हाम्रो डिप ब्रिदिङ गर्नुपर्ने हुन्छ क्या हामीले लामो लामो श्वास दिने त्यसले गर्दाखेरि हाम्रो स्ट्रेसलाई पनि थोरै त्यसले कम गरिराखेको हुन्छ र अनि अर्को कुरा ओहो फेरि अब के हुनुहुन्छ त फेरि भोलि चाहिँ होइन भोलि प्रस्तुति दिँदै गर्दाखेरि गेम्जो लामा सरले चाहिँ के गर्नुहुन्छ त ओहो सरले त आई कन्ट्याक्ट गर्नु भएको छ नि त हेर्नुपर्ने भन्नुभएको छ अडियन्सले भनेर फेरि एकैजनाले हेरेकै गर्नु होला नि हेर्नु हुँदैन त्यसरी होइन विदाउट एनी पर्पज 2 सेकेन्ड्स भन्दा बढी चाहिँ फेर्नु हेर्नु हुँदैन है गेम्जो लामा सर है 2 सेकेन्ड्स भन्दा बढी विदाउट एनी पर्पज हामीले हेर्नु हुँदैन होइन त्यसलाई चाहिँ फेरि हाम्रो मानिँदैन है तर फेरि हामी कुनै क्वेसन एन्सरिङ गर्दैछौँ प्रश्नोत्तर गरिराखेका छौँ यस्तो अवस्थामा चाहिँ फेरि हामीले त्यो गर्न पाइन्छ है हामीले आइकन त्यतिखेर त हामीले हुन्छ तर हामीले त्योभन्दा अरूमा चाहिँ हामीले गर्दैन कि त बोलिराखेको छ एकैजनाले चाहिँ हेरेकै छ भइदियो भने त त्यो त फेरि के हुन्छ त उसलाई असहज हुन्छ नि त जसलाई हामीले हेरिराखेको छ त्यही भएर त्यो पनि गर्नु भएन है हामीले आई कन्ट्याक्टमा यति कुराहरू हामीले अहिले बुझिराख्ने है अब हामीले त्यसपछि डिप ब्रिदिङको के हुन्छ फाइदा भन्ने कुराहरू हामी केही समय पछाडि हामीले होइन भोलि अर्को दिनमा हामीले त्यो कुराहरू गर्छौँ फेरि अहिले सबै भनिहाल्यो भने त फेरि त्यहाँ होइन धेरै हुन्छ फेरि ओभरलोड हुन्छ होइन अब हामीले सबैभन्दा पहिले के गऱ्यौँ त आई कन्ट्याक्ट कुरा यति भएपछि हामीले आई कन्ट्याक्टको कुरा बुझ्यौँ नि त होइन लता म्याम अब थप्नुपर्छ यसमा पर्दैन नि होइन लता म्याम पर्छ पर्दैन बहिनी हजुर परेन है अब दोस्रो नम्बरमा चाहिँ एकदम गजब कुरा आयो ल दोस्रोमा चाहिँ गजब कुरा के आयो भन्दा यी मुस्कान सहित आइस ब्रेक गर भन्छ है स्माइल विथ आइस ब्रेक है यो हजुरले मेन टपिक चाहिँ लेख्नु होला अरू बाँकी तलको त पर्दैन होइन मुस्कान सहितको आइस ब्रेक भन्दैछ है मुस्कान सहितको अब आइस ब्रेक भन्ने हामीले अब यो मुस्कान सहितको आइस ब्रेक चाहिँ कसरी भन्ने त भन्दै गर्दाखेरि अब मुस्कान सहितको आइस ब्रेक भन्नको लागि होइन अब स्माइलको कति महत्त्व हुन्छ भन्ने कुरा त हामीले अघि पनि मैले थोरै कुरा भनि नै हालेँ स्माइल भनेको चाहिँ एउटा इन्टरनेसनल ल्याङ्ग्वेज रहेछ क्या अस्मिता शाह है इन्टरनेसनल ल्याङ्ग्वेज रहेछ यो अन्तर्राष्ट्रिय भाषा रहेछ कि भन्नुको मतलब यो स्माइल भनेको चाहिँ जो कहिले बुझ्दो रहेछ क्या जो विदेशीले पनि एउटा अफ्रिकन मुलुकका कुनै व्यक्तिले पनि स्माइल गरिदियो भने कस्तो रिसाएको भनेर त भन्दैन होला पक्कै स्माइलै गर्यो भन्छन् एउटा जापानिजले पनि त स्माइल गरिराख्यो भने उसले स्माइल गर्यो नै भन्छ होला होइन त्यही भएर चाहिँ अब हामीले के कुरालाई ध्यान दिनु पऱ्यो भने स्माइल गर्नुपर्छ स्माइलले हामीले के गर्दो रहेछ त पोजिटिभिटी क्रिएट गर्छ हामीले सकारात्मक बनाउँछ भन्ने कुरा चाहिँ अब हामीले बुझि नै हाल्यौँ होइन त्यति कुरा चाहिँ हामीले बुझि नै हाल्यौँ र अनि अर्को कुरा आइस ब्रेक भनेको छ अब आइस ब्रेक भनेको चाहिँ के हो भन्दाखेरि नि कस्तो बेलामा हामीले आइस ब्रेक भन्नुपर्छ भन्दै गर्दाखेरि नि यदि हजुरहरू चाहिँ कुनै पनि मैले हजुरलाई एकैछिन यहाँनिर यो आइस ब्रेक यहाँ 2-4वटा छ यो हजुरलाई 2-4वटा कपी गरिहाल्नुहोस् त एउटा दुईवटा कपी गरिहाल्नुहोस् त हजुर यो कुराहरू 2-3टा चाहिँ हजुरले कपी गरिराख्नुहोस् त एकैछिन हामी अभ्यास गर्नको लागि चाहिन्छ यति गरिराख्नुहोस् त म हजुरलाई 1 मिनटको समय ल म यहाँ तपाईँ
दमिन्छ गुनी दोषको गुण रसमा परि रश्मिले चन्द्रमाको दाग दबाइले छ त्यसरी दमिन्छ गुणको दोष गुणको रसमा परि रश्मिले चन्द्रमाको दाग ल टिप्नु भयो त टिप्नु भयो ल अब हामीले यो आइस ब्रेक चाहिँ किन भन्ने त भन्ने कुरा बुझ्नुपर्छ ल अब आइस ब्रेक चाहिँ हामीले किन भन्छौँ किन भन्नुपर्छ भने नि एकैछिन ल यसलाई मैले अफ गरेँ ल किन भन्नुपर्दो रहेछ भन्दै गर्दाखेरि जस्तै सुमन प्रधान सर चाहिँ उद्घोषण गर्नको लागि अथवा आफ्नो कुराहरू कुनै पनि विषयवस्तुमा चाहिँ आफ्नो प्रस्तुति राख्नको लागि चाहिँ स्टेजमा चढ्नुभयो जानुभयो होइन स्टेजमा जानुभयो तर त्यहाँनिर जो सहभागीहरू हुनुहुन्छ नि उहाँहरू सहभागीहरू चाहिँ के हुँदो रहेछ त जस्तै सहभागीमा चाहिँ हाम्रो शोभा राई म्याम हुनुहुँदो रहेछ लता कोइराला म्याम हुनुहुँदो रहेछ होइन उहाँहरू एउटा टिममा बसेर गफ गर्दै हुनुहुँदो रहेछ होइन त्यसै गरी हाम्रो कमल श्रेष्ठ सर होइन कमल श्रेष्ठ सर होइन ग्याम्जो लामा सर होइन उहाँहरू पनि एउटा टिममा बसेर गफ गरिराख्नु भएको रहेछ क्या भनेको चाहिँ यहाँ टिम टिम बसेर गफ गरिराख्नु भएको रहेछ क्या त्यहाँनिर चाहिँ अडियन्सहरू चाहिँ तर प्रस्तुति राख्न त सुमन सर जानुभयो होइन अनि सुमन सरले के ए यिनीहरू आफ्नो आफ्नो गफ गरिराख्नु म त आफ्नो कुरा बोल्ने हो जाने हो भनेर भन्दा भयो त भएन नि त उनीहरू जो जो आफ्नो आफ्नो काममा जो जो त्यहाँनिर त्यहाँ अरू अरूमा व्यस्त भइरहेको उहाँहरूलाई त आफ्नो कुराहरू सुन्नका लागि उनीहरूलाई त सबभन्दा पहिले उनीहरूको ध्यान आफूतिर खिच्नु पर्यो नि त हो उनीहरूको ध्यान आफूतिर आकर्षण उनीहरूको ध्यान आकर्षित गर्दै गर्दाखेरि चाहिँ अब हामीले यहाँनिर चाहिँ ऱ्यापो बिल क्या जो कुराहरू चाहिँ आफू बोल्नको लागि आएको हुन्छन् तर उनीहरू सुन्नेहरू चाहिँ फरक फरकमा उनीहरू व्यस्त भइरहेका छन् भने आफूतिर ध्यानै दिएका छैनन् उनीहरूले भने सबैभन्दा फर्स्ट काम भनेको हाम्रो के हुन्छ त उनीहरूको ध्यान आफूतिर खिच्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ हामीले यहाँ आइस ब्रेक गर्नुपर्ने हुन्छ क्या अब यो आइस ब्रेक गर्दै गर्दाखेरि के कुराहरू गर्ने भन्दा कुनै कविताको अंश भन्न सकिन्छ होइन कुनै गजल अंश भन्न सकिन्छ होइन एकदम सर्ट एन्ड स्विट हुनु पर्यो क्या त्यो कुरा चाहिँ र अनि अर्को कुरा के चाहिँ हुनु पर्यो भन्दाखेरि त्यो बोल्दै गर्दाखेरि पनि आवाज पनि फेरि एकदम इनर्जेटिक आवाजका साथ हामीले भन्नुपर्ने हुन्छ पढे जस्तो भनेर त हुँदैन त्यहाँनिर है पढे जस्तो भनेर त हुँदैन अथवा कुनै महान व्यक्तिहरूको भनाइलाई पनि हामीले एज अ आइस ब्रेकरको रूपमा राख्न सकिन्छ ल जस्तै अब यहाँनिर हजुरहरूले हेर्नुहोस् त जस्तै यहाँ के छ त यी कसैको लोकमा छैन एकनाश समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति दबिन्छ गुणीको दोष गुणाको रासमा परि रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी भनेर पनि भन्न सकिँदो रहेछ हेर्नुहोस् त कति गजब गजब कुरा है नि कति गजब गजब कुरा यो दुइटै एकैचोटि भएन यो दुई दुईवटा शेर भन्ने हो है त्यसरी हेर्नुहोस् त तिम्रो जन्म संयोग होइन आवश्यकता थियो भनेर देखाइदेऊ भनेको छ है डाक्टर ताराजी होइन मलाई एक असल आमा देऊ म तिमीलाई एक असल राष्ट्र दिनेछु नेपोलियन राई ए होइन रहेछ बोनापार्ट पो रहेछ होइन राईले भने होइन रहेछ है ल यसरी चाहिँ कुनै महान व्यक्तिहरूको भनाइलाई पनि हामीले के गर्न सकिँदो रहेछ एज अ आइस ब्रेकरको रूपमा हामीले के गर्न सकिँदो रहेछ त राख्न सकिन्छ है र अहिले चाहिँ एटलिस्ट हजुरले के बुझ्नु पर्यो भने नि अस्मिता छ सबैभन्दा पहिले चाहिँ के भन्नु पर्यो बुझ्नु पर्यो भने हामीले आइस ब्रेकर गर्नुपर्छ किनकि अडियन्सहरूको ध्यान हामी आफूतिर खिच्नुपर्ने हुन्छ त्यही भएर हामीले आइस ब्रेकर गर्नुपर्छ भन्ने कुरामा हामी पक्का हुनु पर्यो पहिलो कुरा भनेको अहिले तपाईँहरू सुकाइको सुरुवातको चरणमा हुनुहुन्छ त्यही भएर अहिले चाहिँ भन्नुपर्छ है भनेर हजुरले केही कुराहरू भन्दै राख्ने तर जब तपाईँ त्यो भन्नका लागि अथवा जब चाहिँ तपाईँ आफू पर्फेक्ट बन्नुहुन्छ नि बिस्तारै तब चाहिँ तपाईँको कस्तो कार्यक्रम छ त्यो कार्यक्रमको प्रकृति अनुसार आफ्नो विषयवस्तु अनुसारको चाहिँ हजुरहरूले फेरि आइस ब्रेकर गर्नुपर्ने हुन्छ है तर अहिले त हजुरहरूले एटलिस्ट मैले चाहिँ आइस ब्रेकर भन्नुपर्छ है भन्ने चाहिँ हुनु पर्यो यहाँहरूमा है त्यो कुरा चाहिँ हुन्छ किनकि उनीहरूको ध्यान मैले आफूतिर खिच्नुपर्ने हुन्छ है त्यही भएर चाहिँ हजुरले अब यो आइस ब्रेक किन भन्नुपर्छ भन्ने कुरा पनि बुझ्यो नि त होइन होइन बुझ्यो नि त कुरो होइन सुमन सर भन्ने कुरा त बुझ्यो तर हजुरले लाग्ला फेरि अब यहाँ कमल सरलाई के लागिरहेको छ ला मलाई त कुनै कविताको अंशहरू पनि आउँदैन यो महान व्यक्तिको भनाइ पनि आउँदैन अब के गर्ने होला अब यहाँ तनाव पर्यो होइन त्यस्तो अवस्थामा चाहिँ हजुरले कुनै एउटा गीत पनि गाउन सक्नुहुन्छ कि गीतै पनि हजुरले प्रस्तुत गर्न सक्नुहुन्छ होइन जस्तै फुलको आँखामा फुलै संसार काँडाको आँखामा
गाडै संसार पनि भन्न सक्नुहुन्छ होइन हो। यसरी पनि हामीले एज अ आइस ब्रेकरको रूपमा प्रयोग गर्न सक्नुहुन्छ कि जब त्यसरी चाहिँ आइस ब्रेकरको रूपमा हजुरले प्रयोग गर्दै गर्दाखेरि चाहिँ उनीहरूले के हुन्छ त ओ कस्तो गजब सुरुवात गर्नुभएछ भनेर सबैको ध्यान तपाईँतिर आउँछ क्या। फेरि पढे जस्तो गर्यो भने त हुन्न होइन, पढे जस्तो गर्यो भने त हुन्न त्यसलाई है। र एकदमै के हुनु पर्यो त एकदमै इनर्जेटिक आवाजका साथ हुनु पर्यो। यी यसै कुरालाई भन्दा पनि त यो जस्तै मैले मानव भनेको त कसैको लोकमा छैन एकनाश समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति भनेर मैले यसरी आइस ब्रेक गरेँ भने सुन्छन् त ध्यान दिन्छन् दिँदैन नि त। अब यही कुरालाई के भन्नु पर्यो त ल कोइराला म्याम, कसैको लोकमा छैन एकनाश समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति भन्दै गर्दा होइन लता कोइराला म्यामले चाहिँ टक्क स्टेजमा चढेर यो कुरा राख्नुभयो भने के हुन्छ त ओ कस्तो गजब सुरुवात गर्नुभएछ ल पक्कै पनि उहाँले अरू कुराहरू पनि राम्रै गर्नुहुन्छ भनेर सबैको ध्यान के हुन्छ त म्यामतिर हुन्छ होइन। अनि म्यामले सर सुरुवात गर्नुहुन्छ होइन। अब त्यस पछाडि चाहिँ मुस्कान सहितको आइस ब्रेक पछाडि चाहिँ अब हामी के गर्छौँ अब अभिवादन गर्नुपर्छ क्या, अभिवादन गर्नु पर्यो होइन। अब अभिवादन गर्नु पर्यो, अभिवादन हामीले कसरी गर्छौँ होला लता म्याम? नेपालीमा अभिवादन हामीले त कसरी अब गर्ने अभिवादन? नमस्ते अब शुभ दिन भनेरै त होला होइन? हो नि। ल अब अलिकति हामी समय पनि गइसकेको छ त्यही भएर मैले अलिक फटाफट फटाफट लगेँ ल। जस्तै हामीले नेपालीमा हामीले के भन्न सक्छौँ त नमस्कार भन्न सक्छौँ है, नमस्ते पनि भन्छ। तर नमस्ते भन्नुभन्दा नमस्कार भनेको राम्रो हुन्छ मानिन्छ है। त्यही भएर सकेसम्म नमस्कार भन्नु होला, त्यो नमस्तेलाई चाहिँ अलिक साइडतिर लगाइराख्नु होला ल। जस्तै ए अब हवस् नमस्कार हुन्छ, गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भनेर भन्न सकिन्छ है। अङ्ग्रेजीमा त हामीले गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भनेर सकिन्छ होइन। अरू गजबको कुरा म हजुरलाई देखाउँछु अब हेर्नुहोस् है। हामी नेपाली कति धनी छौँ ल हेर्नुहोस् त, के अरे अभिवादन त कति छन् ल हेर्नुहोस् त। ल यति है, यहाँ थपेको तपाईँहरूको परेन भने भन्नु होला है। जस्तै हेर्नुहोस् त राजवंशी समुदायले के भन्नुहुँदो रहेछ त बन्दगी भनेर भन्नुहोस् है। यहाँनिर राई कमले यहाँ शोभा राई म्याम कता हुन्छ होइन, शोभा राई म्याम हामी त के भन्छौँ यी सेवा भनेर भन्छौँ क्या होइन। त्यसै गरी लिम्बू कम्युनिटीले सेवारो भन्दो रहेछ, चाम्लिङले सेमुना, धिमालले सेउपाखा, भुजेलले सेवानोङ, तासिदेले कि शेर्पा कम्युनिटीले होइन। अनि इच्छ्याजलो मिजोर्जहरूले यी मगर हेर्नुहोस् त फरक फरक हामी नेपालीमा त के छ त फरक फरक जाति अनुसार फरक फरक समुदाय अनुसार पनि फरक फरक चाहिँ अभिवादनका शब्द ग्रिटिङ्सका शब्दहरू छन् है। अब यिनीहरूलाई चाहिँ किन यत्रो कुरा मैले देखाइरहेको त नदेखाउँदा के हुन्थ्यो होला होइन। यो नदेखाएर नमस्कारै मात्रै भन्दा भइहाल्थ्यो त सबैजनालाई होइन, त्यसो त होइन होइन। किन भन्दै गर्दाखेरि नि अब हामीले यो चाहिँ किन सबै कुरा मैले देखाएँ हजुरहरूलाई भन्दा नि कस्तो हुँदो रहेछ भने सुमन सर, जस्तै मानौ सुमन सर चाहिँ कुनै पनि कार्यक्रममा हजुर बोल्न जानुभयो र त्यो कार्यक्रममा चाहिँ के रहेछ त त्यहाँका जो सहभागीहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ प्रायः चाहिँ म्याक्सिमम् चाहिँ के हुनुहुन्छ नेवारी कम्युनिटीको हुनुहुँदो रहेछ क्या। अब यस्तो अवस्थामा चाहिँ हजुरले नमस्कार भन्दै गर्दाखेरि जति उनीहरूले आत्मीय फिल गर्छन् त्यति नै धेरै उनीहरूले जजलपा भनेर भन्नुभयो भने उनीहरूले अझ आत्मीय फिल गर्छन् क्या। त्यही भएर हामीले यो अभिवादन गर्दै गर्दा पनि त्यो कुरालाई जान्नुपर्ने हुन्छ। अनि के लाग्छ त हजुर अर्कै कम्युनिटीबाट हुनुभयो भने त झन् के हुन्छ त ओहो उहाँलाई पनि आउँदो रहेछ नि हाम्रो कुरा होइन। जस्तै तपाईँको सहभागीहरू चाहिँ राई कम्युनिटीको बढी हुँदो रहेछ, तपाईँहरूले सेवा भनेर सुरुवात गर्नु भने के हुन्छ ओ उहाँलाई त यो पनि आउँदो रहेछ त भनेर भन्छ, अनि आत्मीय फिल हुन्छ। जस्तै एउटा विदेशीले नेपालीमा गुड मर्निङ भन्दा हामी जति चाहिँ उनीहरूसँग आत्मीय फिल गर्छौँ त्योभन्दा बढी चाहिँ हामीले उसले नमस्कार भन्न नजानी पनि नमस्कार भन्यो भने हामी अझ धेरै आत्मीय फिल गर्छौँ नि उसँग के हो। त्यही भएर हामीले यो अभिवादन गर्दै गर्दाखेरि पनि ध्यान दिनुपर्ने हुन्छ है, त्यो कुरालाई पनि यसो ध्यान दिनुपर्ने हुन्छ होइन। किनभने अब पार्टिसिपेन्ट्स चाहिँ कुन समुदायका छन् भनेर त हामी अगाडि नै हामीले त्यहाँ आयोजकहरूसँग पनि बुझिया हुन्छौँ होइन, ती कुराहरू पनि गरेका हुन्छौँ। त्यही भएर हामीले यो कुरालाई त्यसको लागि मैले सबै धेरै कुराहरू देखाएको होइन। हजुरहरूको परेन भने हजुरले त्यहाँ थप्नु पनि पर्छ, यो थप्दै मैले सबै जानेको होइन, यी थप्दै 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 नै लगेको होइन। यी हजुर जस्तै क्लास हुन्छ अनि ए मेरो आएन है यहाँनिर मेरो पनि यो हो भनेर भन्नुहुन्छ अनि त्यो ट्याक्कै त्यहाँ लगाएर थप्यो होइन। त्यसो गर्दै थप्दै थप्दै त्यहाँ पुऱ्याइसकेको छु मैले है, थप्दै थप्दै मैले त्यहाँ पुरा हो। यहाँ जोडिँदै हुनुहुन्छ कोही छुट्दै हुनुहुन्छ रहेछ होइन। ल यतिसम्म क्लियर हो नि त हजुरहरू होइन, अभिवादनसम्म हामी क्लियर हो नि है होइन। बोल्नुपर्छ यहाँ त बोल्नलाई आएको हो बोल्नुपर्छ। र अभिवादन पछाडि चाहिँ अभिवादनसँगै टाँसिएर आउने अर्को चिज चाहिँ सम्बोधन भन्छ ल, ग्रिटिङ्स भन्छ होइन। अभिवादनसँगै टाँसिएर आउने सम्बोधन धेरैजनाले गल्ती गरेको छ यहाँ फेरि है। यहाँ चाहिँ धेरैजनाले गल्ती गरिराखेका हुन्छ है, गल्ती गरेर हुन्छ नि तल माथि पारिराखेका हुन्छ। किन भन्दै गर्दा नि किन भन्दै गर्दाखेरि अभिवादन पछाडि त सम्बोधन आउँछ होइन। अभिवादन गरिसके पछाडि चाहिँ हामीले त्यसपछि सम्बोधन गर्ने हो नि त होइन। अब सम्बोधन भनेको चाहिँ किनभने अभिवादन पछाडि हामीले सम्बोधन किन गर्छौँ भने नि जस्तै मैले नमस्कार भने तर त्यो नमस्कार कसलाई भनेको त भन्नु पर्यो नि त, नमस्कार कसलाई भने हो त
नमस्कार लता कोइराला म्यामलाई भने हो कि कमल सरलाई भने हो कि सुमन सरलाई भने हो कि निमा म्यामलाई भने कसलाई भने हो त त्यो त्यो त भन्नु पर्यो नि त त्यसलाई चाहिँ सम्बोधन भन्छ क्या सम्बोधन भन्छ त्यसलाई चाहिँ होइन त्यसलाई जसलाई हामी नेपाली के भन्छौँ एड्रेसिङ भन्छौँ धेरैजनाको यो होइन धेरैजनाको यो चाहिँ के हुन्छ त यहाँनिर चाहिँ तलमाथि मिसिङ भइरहेको हुन्छ ल जस्तै अब सम्बोधन गर्दै गर्दाखेरि हामीले के भन्न सक्यो त एउटा एक नम्बरमा दर्शकवृन्द भन्न सक्यो है अर्को के भन्न सक्यो त उपस्थित महानुभावहरू भन्न पनि सक्यो अनि अर्को त महिला तथा सज्जनवृन्द भन्न पनि सक्यो होइन अथवा कुनै पनि औपचारिक कार्यक्रम छ भने चाहिँ यो तलको सभाध्यक्ष महोदय प्रमुख अतिथिज्यू विशेष अतिथि यो भन्नुपर्ने हुन्छ तर अहिले एटलिस्ट हजुरहरूले चाहिँ यो माथिको कुरा मात्रै जान्नु ल यो माथिको तिनवटा मात्रै अहिले बुझिराख्नुहोस् होइन यति कुरा बुझे हुन्छ यो तलको चाहिँ हामीले औपचारिक कार्यक्रममा मात्रै यहीँ दिएको छ है नोटमै दिएको छ यो लेखिराख्नु पर्दैन हजुरले मेटेरियल्स पाइहाल्नुहुन्छ है मेटेरियल्स पाइहाल्नुहुन्छ हजुरले भाइ बस पो चल्यो त ल त्यस पछाडि चाहिँ अब हामीले यति कुराहरू यहाँ क्लियर हो सम्बोधनमा हजुरहरू यहाँहरू क्लियर हुनुहुन्छ नि यहाँसम्म है सम्बोधनसम्म हामी झरिसक्यौँ है 1 बाई 1 माथिबाट अब हेर्नुहोस् है अब सम्बोधनसम्म चाहिँ मैले गर्नु पर्यो भने म कसो गर्छु भन्दाखेरि नि ल मानौ मैले उपकारी गुणी व्यक्ति न्यूरन्छ निरन्तर फलेको वृक्ष कहाँको नजुकिएको कहाँ छ र नमस्कार उपस्थित महानुभावहरू अथवा नमस्कार दर्शकवृन्द नमस्कार महिला तथा सज्जनवृन्द भनेर भन्नुपर्ने हुन्छ है 1 बाई 1 फेरि सबै भन्नु पर्दैन एउटा भने भइहाल्छ होइन होइन फेरि अब यहाँ धेरै मलाई त सबै कुरा आउँछ म सबै हानिदिने हो कि अरे होइन नमस्कार दर्शकवृन्द उपस्थित महानुभावहरू भनेर भन्नुहुन्छ होइन त्यसो भन्नु भएन पूजा म्याम फेरि भन्नुहुन्छ नि त्यसरी नभन्नु होला त्यसरी है त्यसरी होइन ल अब यहाँसम्म हामीले आएर झरिसक्यौँ होइन अब हामीले कहाँसम्म झऱ्यौँ त सम्बोधनसम्म हामी झरिसक्यौँ ल अब यो सम्बोधनसम्म झरिसके पछाडि अब हामी के हुन्छ अब दर्शक वृन्दहरू त हुँदैन त्यो त हजुरलाई भन्नै परेन मैले होइन हजुरहरूले जानिहाल्नुहुन्छ यो त अब सम्बोधन पछाडि के आउँछ होला कसले भनिदिनुहुन्छ सम्बोधन पछाडि अब हाम्रो के आउँछ परिचय आउँछ ल परिचयमा चाहिँ हामीले नाम ठेगाना पेसा भन्नुपर्ने हुन्छ है हामीले हाम्रो नाम ठेगाना र पेसा भन्नुपर्ने हुन्छ ल हजुरले आफ्नो परिचय दिँदै गर्दाखेरि है जस्तै मैले भने नि अब के हुन्छ है ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपला सृजना शक्ति संसारमा कहिले हुँदैन विफला नमस्कार उपस्थित महानुभावहरू म नेपोलियन राई मेरो जन्मघर पूर्व धनकुटा हाल काठमाडौँमा बसोबास गरिराखेको छु पेसाले म एक ट्रेनर हेर्नुहोस् त है टक्कै आयो नि 1 बाई 1 माथिबाट झर्दैछ है यहाँसम्म क्लियर हुन्छ नि यहाँसम्म है कसले भन्नुहुन्छ हौ यो कसले गरेर देखाउँछ ल पूजा म्यामले हजुरले यसो भनिदिनुहोस् त एकचोटि माथिबाट झारिदिनुहोस् त त्यहाँसम्म परिचयसम्म माथि आइस ब्रेकरबाट सर हजुर हजुर त्यो अगाडिको आइस ब्रेकर छ अलिकति हेर्नु पनि हुन्छ हो त्यही भएर अघि लेख्न लगाएको मैले ढुङ्गाको काफा फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिले हुँदैन विफला अब सबै भनिदिन्छ तलसम्म सम्बोधनसम्म सम्बोधन तक हो अरे परिचयसम्म हो त परिचयसम्म नमस्कार यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो नाम पूजा जिरेल घर दोलहा जिरी नगरपालिका पेसाले म कृषि प्राविधिक हस् ल थ्याङ्क यू भेरी मच ल गजब ल कमल सर ल सुरुवात कस्नु पर्यो ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा हुँदैन कहिले विफल नमस्कार दर्शकबिन मेरो नाम कमल श्रेष्ठ ठेगाना सिन्धुपाल्चोक धाराविसे पेसाले म एक कार्यक्रम संयोजक हस् ल थ्याङ्क यू भेरी मच ल अब लता म्याम हजुरको पाला दुवैजनाले एउटै भन्नु मलाई त्यति आएन हजुर यही भन्छु म त जे छ त्यही भन्नु न आफूले आउने अघि अघिकै थियो नि सर हजुरले नै त्यहाँ भइहाल्छ यो त लामो छ फेरि कसैको लोकमा छैन एकनाश समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति देखिन्छ गुडीको दोष गुडको रासमा एउटा परि मात्रै दुईटा मात्रै हो त्यो सबै भन्नु पर्दैन नि त ए हजुर नमस्कार दर्शकवृन्द म लता कोइराला हाल धुम्बारे काठमाडौँ निवासी पेसाले म शिक्षिका भन्ने आएन ल होइन नि यत्रो म राम्रो भन्नुभएको छ पहिलोचोटिमै यति राम्रो भन्नु ल सुपन सर सबिन्छ गुडीको दोष गुणको रासमा परि रश्मिले चन्द्राको दाग दबाएकै त्यसरी नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा म सुमन प्रधान सुरुबाट म चाहिँ पेसाले व्यवसायी
हस् ल, थ्याङ्क यू भेरी मच। त्यस्तो त्यो त्यहाँनिर त्यो तपाईँहरूले सम्बोधन गर्दै गर्दाखेरि धेरैजना के भन्छ के नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा भनेर नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरू भन्यो भने चाहिँ त्यो पछाडि जोड्नु पर्दैन। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरू अथवा दर्शकवृन्द भनेर त्यति भने भइहाल्छ है। अरू त्यो के थप्नु पर्दैन है। ल यति पाले पाला आउँछ है, सबैजनाको पाला आउँछ। फेरि मेरो पाला आएन भनेर अस्मिता म्याम भन्दै हुनुहुन्छ भन्न त, तर एकैछिनमा पाला आउँछ ल। अब यस पछाडि थपौँ तल्तिर है। अब हामीले आफ्नो परिचयसम्म हामी गइसकेका छौँ। अब हामीले थोरै अर्को कुरा तल्लोपट्टि अलिकति थोरै कुरा छ ल। अब परिचय पछाडि चाहिँ अर्को एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि नि, उद्घोषकको रूपमा बोल्दा र होइन हामीले वक्ताको रूपमा बोल्दाखेरि चाहिँ हामीले फरक फरक तरिकाले गर्नुपर्ने हुन्छ ल। फरक फरक तरिकाले गर्नुपर्ने हुन्छ। अब यहाँदेखि चाहिँ छुट्टिन्छ ल कुन भूमिकामा बोल्दैछु भनेर ल। जस्तै अझ यदि तपाईँ उद्घोषक हुनुहुन्छ भने तपाईँले के भन्नु पर्यो त, आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु भन्नु पर्यो। यदि हजुर उद्घोषकको रूपमा बोल्दै हुनुहुन्छ भने के भन्नु पर्यो रे? यदि हजुर उद्घोषकको रूपमा बोल्दै हुनुहुन्छ भने हजुरले के भन्ने त, आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र मेरो मेरो व्यक्तिगत व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु भन्नुहुन्छ। फेरि लता कोइराला म्यामले त के भन्नुहुन्छ त, हार्दिक स्वागत गर्न चाहन्छु भन्नुहुन्छ। त्यसरी चाहन्छु भन्नु चाहिँ हुँदैन म्याम, होइन चाहन्छु भन्नु हुँदैन। धेरैजनाले चाहन्छु भनिराखेका हुन्छन्, तर त्यस भन्न पाइएन के गर्दछु। नभन्ने। त्यो किन चाहन्छु नभन्ने यहाँनिर भन्दै गर्दा नि, त्यो चाहन्छु भनेको त विस हो नि त, त्यो विस हो नि त त्यो त, होइन। तर हामीले त चाहने नै हो नि त अहिले, अनि किन चाहन्छु भन्नु पर्यो? हामीले त त्यो गर्ने नै, सरी, चाहने भने त गर्ने नै हो नि त हामीले त, त्यहाँ त स्वागत गर्ने नै हो नि त। गर्न चाहने विस होइन नि त त्यो त, हाम्रो गर्ने नै हो। त्यही भएर हामीले त्यहाँ चाहन्छु प्रयोग नगर्ने है। त्यतिखेर हामीले के भन्नु पर्यो त, स्वागत गर्दछु भन्नु पर्यो है। स्वागत गर्दछु भन्नुपर्छ। अनि यो हामीले बोल्दै गर्दाखेरि चाहिँ कतिपय कुराहरूमा होइन, जस्तै हामीले गर्छ पर्छ भनेर भनिरहेको हुन्छ नि त, यो सर्ट सर्ट जुन हुन्छ नि, यसरी भन्दा पनि हामीले गर्नु पर्दछ, पर्छ होइन कि पर्दछ, होइन गर्नु पर्दछ, होइन व्यक्त गर्छु होइन कि व्यक्त गर्दछु भनेर है। यो कुराहरू पनि हाम्रो यति कुरालाई ध्यान दिनु होला ल। त्यहाँ मिठास आउँछ क्या, त्यसको कुराहरू पनि हामीले त्यो प्रयोग गर्नुपर्छ ल। हामी उद्घोषकको रूपमा बोल्दै गर्दाखेरि ल, अब उद्घोषकको रूपमा त उसले आयोजक तर्फबाट बोल्ने उद्घोषकले, त्यही भएर सबैजनाले स्वागत गर्यो, सकियो कुरा है। यहाँ त क्लियर हो नि हामी है। तर हामीले एज अ वक्ताको रूपमा बोल्नु पर्यो भने ल, हामीले कुनै पनि कार्यक्रम गएर हामीले त्यहाँ गएर बोल्नु पर्यो भने चाहिँ अब हामीले त्यहाँनिर बोल्दै गर्दाखेरि चाहिँ फेरि अब अलिकति हामीले ध्यान दिनुपर्छ है। आजको यस कार्यक्रममा मलाई वक्ताको रूपमा आफ्नो प्रस्तुति राख्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भन्नुपर्छ ल। आजको यस कार्यक्रममा मलाई वक्ताको रूपमा आफ्नो प्रस्तुति राख्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भनेर भन्नुपर्ने हुन्छ ल। यसरी हामीले भन्न सक्छौँ। बुझ्नुभयो कुरा? यदि हजुरहरू चाहिँ वक्ताको रूपमा हुनुहुन्छ होइन, कुनै पनि विषयवस्तुमा चाहिँ हजुर प्रस्तुति राख्न जानु भएको छ भने हजुरले के गर्नु पर्यो? धन्यवाद दिनु पर्यो नि त, किनभने उसले त हामीले बोल्ने अवसर प्रदान गरेको छ आयोजक संस्थाले। त्यही भएर आयोजक संस्थाले धन्यवाद व्यक्त गर्नुपर्दछ है। यहाँ पनि चाहन्छु नघुसार्ने ल, गर्न त्यो चाहन्छुलाई एड नगर्ने, नभन्ने, व्यक्त गर्न धन्यवाद व्यक्त गर्न चाहन्छु होइन कि धन्यवाद व्यक्त गर्दछु भनेर आउनु पर्यो होइन। क्लियर हो? यहाँसम्म क्लियर छौँ नि हामी है? यहाँसम्म क्लियर हो सबैजना होइन? यो सुन्दा त क्लियरै भइहाल्छ, किनभने हामीले अहिले यो नयाँ एउटा टेम्पलेट्सलाई हामीले गर्दैछौँ होइन। ल अनि त्यस एकचोटि पछाडि त्यो भने स्लाइड एकचोटि देखाइदिनुहोस् न मलाई। यसको ए आजको यस कार्यक्रममा मलाई वक्ताको रूपमा आफ्नो प्रस्तुति राख्नु आयोजक स्वागत। संस्थालाई धेरै 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 धन्यवाद धन्यवाद व्यक्त व्यक्त गर्दछु। वक्ताको रूपमा बोल्दा है। ल यो पाइहाल्नुहुन्छ, मेटेरियल्स पाइहाल्नुहुन्छ म्याम, ढुक्क हुन्छ। ल अनि त्यस पछाडि भनेको चाहिँ इडिफिकेसन अफ द प्रोग्राम ल। अब चाहिँ इडिफिकेसन अफ द प्रोग्राम भन्छ। यो भने कार्यक्रमको परिचय, महत्त्व र उद्देश्यको कुराहरू बताउनुपर्छ ल। हामीले अब कार्यक्रमको परिचयहरू बताउँदै गर्दाखेरि चाहिँ के कुरालाई हामीले ध्यान दिनुपर्छ भने पछि पनि त्यो कुराहरू उद्घोषणमा अझ धेरै कुराहरू आउँछ। के कुरालाई ध्यान दिनु पर्यो भन्दाखेरि कार्यक्रम कहिले हो त्यो होइन, कहिले हो त्यो 5W1 यसै कुरा के, कहिले कार्यक्रम कहिले हो त्यो, कहाँ हो त्यो, आयोजक संस्था को हो, कार्यक्रमको नाम के हो भन्ने कुरा चाहिँ क्लियरली हुनुपर्छ ल। त्यो कुराहरू चाहिँ त्यहाँ भन्नुपर्छ अब कार्यक्रमको परिचयमा है। अब कतिपय कार्यक्रमहरूमा त प्रायोजक पनि हुन्छ, किनकि सहयोगी निकाय फरक हुनसक्छ होइन। त्यस्तो अवस्थामा छ भने त झन् अझ त्यो कुराहरू त भन्नु परि नै हाल्यो। त्यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ ल। ती कुराहरू चाहिँ आउँछ यहाँनिर चाहिँ सकेसम्म है, त्यहाँनिर चाहिँ आइदिइराखेको हुन्छ। अब हामीले कसरी भन्ने, विशेष गरी यो चाहिँ हामीले आज मितिबाट सुरुवात गर्छौँ क्या यसलाई चाहिँ। यसलाई चाहिँ हामीले आज मितिबाट सुरुवात गरेर हामीले यसलाई कुरा चाहिँ राखिँदो रहेछ सुमन सर है। हेर्नुहोस् त
यसरी राखिन्छ। यहाँ अगाडिको यो हो त, त्यही पनि हामीले हजुरहरूले बुझि नै हुनुहुन्छ यसलाई। हेर्नुहोस् त, आज मिति 2081 साल मङ्सिर 12 गते, तदनुसार 2024 अक्टोबर 27 तारिक बुधबार, अहिले साँझको 7:30 गएको छ। आज हामी नेक्टर एजुकेसन एन्ड ट्रेनिङ इन्स्टिच्युट प्रालीद्वारा भर्चुअल माध्यमबाट आयोजित पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ कक्षामा उपस्थित भएका छौँ भनेर हेर्नुहोस् त है। यसरी चाहिँ हामीले राख्छ। हेर्नुहोस् त कहिले रहेछ, 81 मङ्सिर 1 गते। यो इङ्ग्लिस र दुइटै छ। यो त्यो मध्ये हजुरले आउँदैन भने एउटै मात्रै भनेपछि, इङ्ग्लिस आउँछ भने इङ्ग्लिस मात्रै भन्ने, नेपाली आउँछ नेपाली मात्रै भने पनि हुन्छ ल। दुइटै आउँछ भने हजुरले भन्ने, नत्र भए त्यसलाई टर्म लिनु पर्दैन। अनि कहिले रहेछ यति कति बजेको छ यो समय पनि भन्ने। अनि अब कहिले भन्ने माथि आइ नै सक्यो। अनि यो संस्थाको नाम के रहेछ त, नेक्टर एजुकेसन एन्ड ट्रेनिङ इन्स्टिच्युट प्राली रहेछ भने। अनि कार्यक्रमको नाम के रहेछ त, पब्लिक स्पिकिङ एन्ड पर्सनल डेभलपमेन्ट ट्रेनिङ रहेछ है। यसरी हामीले कार्यक्रमको परिचय दिनुपर्ने हुन्छ ल। कार्यक्रमको परिचय दिनु क्लियर हो? यहाँ हामी सबैजना क्लियर हो नि होइन? हामी क्लियर छौँ होइन? त्यस पछाडि भनेको चाहिँ अब हामीले इडिफिकेसन अफ द प्रोग्राम, सरी, अब रुल्स एन्ड रेन्ज भन्नुपर्छ ल। अब यो हामीले रुल्स एन्ड रेन्ज भन्दै गर्दाखेरि पनि हामीले फरक फरक तरिका हुन्छ ल। कार्यक्रमको रुल्स एन्ड रेन्ज भन्दै गर्दाखेरि पनि हामीले चाहिँ यहाँ फरक फरक तरिकाले गर्नुपर्छ ल। कहिलेकाहीँ चाहिँ अब हामीले के गरिरहेका हुन्छौँ भन्दै गर्दाखेरि, रुल्सहरू भन्दै गर्दाखेरि कार्यक्रममा समग्र कार्यक्रमको रुल्स चाहिँ एउटा उद्घोषकले बताउँछ है। एउटा उद्घोषकले चाहिँ समग्र कार्यक्रमको रुल्स बताइदिन्छ। अनि रेन्जमा चाहिँ अलिकति अर्को कुरा, रेन्जमा चाहिँ कतिपय चाहिँ कन्फ्युजन पनि भइराख्नु हुन्छ होइन। रेन्जमा चाहिँ के कुरा आउनु पर्यो भन्दाखेरि, रेन्जमा चाहिँ के कुरा आउनु पर्यो भन्दाखेरि चाहिँ हजुरको कति बजेदेखि कति बजेसम्म त छँदै नै छ। सँगसँगै अर्को कुरा के आउनु पर्यो भन्दाखेरि, के एक्टिभिटिजहरू हुन्छ त त्यो कक्षामा है, त्यो कार्यक्रममा चाहिँ के एक्टिभिटिजहरू हुन्छ नि त, त्यो कुरालाई पनि चट्ट राखिदिनुपर्छ ल रेन्जमा चाहिँ है। अब यो रुल्स एन्ड रेन्जमा है फरक फरक है, उद्घोषकले बोल्दा फरक हुन्छ र त्यो यो वक्ताले बोल्दै गर्दाखेरि पनि फरक तरिकाले बोल्नुपर्ने हुन्छ ल। भन्नु सुमन सर। अहिलेको रेकर्ड भएको फुटेज भोलि यसो हुँदै हुँदैन त? हजुर यति यहाँ अहिले क्लियर हामी भइसक्नु भएको छ, किन रेकर्ड भोलि चाहियो त? अलिकति निस्किनु पर्ने भयो कि त्यसले गर्दा। होइन अब लगभग भनेको अब हामीसँग 10-15 मिनट, 15 मिनट बाँकी पनि छैन। अब 15 मिनट जतिमा हामी छुटिहाल्छौँ सर। सो अन्तिमतिर आइसक्यौँ। यही हो लास्ट पोइन्ट क्या, यही हो लास्ट पोइन्ट। अनि म हजुरले गृह कार्यहरू दिन्छु यताउति, अनि भोलि सकिन्छ ल। ल अब हामी अन्तिम आइपुगिसक्यौँ ल। अनि ल हजुरहरूलाई चाहिँ के गर्नु पऱ्यो त, उद्घोषकको रूपमा बोल्दा चाहिँ समग्र कार्यक्रमको रुल्स चाहिँ बताउनु पर्ने भयो होइन। समग्र कार्यक्रमको रुल्स नै बताउनु पर्छ। तर हजुरले चाहिँ एज अ वक्ताको रूपमा बोल्नु भयो भने त परेन त्यसरी बताउन ल। वक्ताले पनि बोल्नु, जस्तै अब यहाँ उद्घोषकको रूपमा हुनुहुन्छ भने के हुन्छ त, अब म यस कार्यक्रमका केही नियमहरू बताउन गइरहेको छु, कृपया ध्यानपूर्वक सुनिदिनु होला। हुन त यहाँहरू सबैजना शिक्षित र सभ्य नै हुनुहुन्छ, त्यही पनि ल ढोका बन्द गर्नु है, ढोका बन्द गरेर हजुरहरू बोल्नु। हजुरको यता फेरि अब सुनिन्छ, यता सबै यता कुरा सुनिन्छ फेरि है। ल अनि हेर्नुहोस् त, तपाईँ उद्घोषकको भूमिकामा बोल्दाखेरि जस्तै के भन्न सकिन्छ त, अब म यस कार्यक्रमको केही नियमहरू बताउन गइरहेकी छु, कृपया ध्यानपूर्वक सुनिदिनु होला। हुन त यहाँहरू सबैजना शिक्षित र सभ्य नै हुनुहुन्छ, त्यही पनि साँझ 36 बजेबाट सुरुवात भएको यो तालिम 8 बजेसम्म सञ्चालन हुनेछ। यस अवधिभर कृपया सबैजनाले आफ्नो भिडियोलाई अन गर्नुहोला र अडियोलाई म्युट गरेर बसिदिनु होला। मनमा लागेका जिज्ञासाहरूलाई कपीमा टिपोट गरेर राख्नुहोला र अन्त्यमा हुने प्रश्नोत्तर सेसनमा यहाँहरूले सोध्न सक्नुहुनेछ भनेर चाहिँ हजुरले त्यसरी भन्न सक्नुहुन्छ ल। आजको यस कार्यक्रममा हामी विशेष गरी हामी ऱ्यापो बिल्डिङ कसरी गर्ने भन्ने विषयमा आजको प्रशिक्षण केन्द्रित रहनेछ भनेर त्यति कुरा भनिदिनु भयो भने हुन्छ यसै कक्षाको लागि ल। तर भोलि मानौ तपाईँ चाहिँ के हुनुहुन्छ त, एउटा वक्ताको रूपमा तपाईँ हुनुहुन्छ भने चाहिँ फेरि तपाईँले त्यसो भन्नु पर्दैन। सबै कार्यक्रमको त उद्घोषकले भन्छ है। वक्ताले के भन्दो रहेछ हेर्नुहोस् त है, अब म आफ्नो प्रस्तुति अगाडि बढाउन गइरहेकी छु, कृपया ध्यानपूर्वक सुनिदिनु होला। अहिले 7:20 गएको छ। म बढीमा हजुरहरूको 15 मिनट समय लिनेछु भनेर भनेको छ। हेर्नुहोस् त है, यसरी चाहिँ भन्न सकिन्छ ल। यसरी भन्न सकिन्छ। यहाँ पनि रुल्स त आयो नि त, हो कि होइन त लता म्याम? यहाँ पनि आयो नि त, ध्यानपूर्वक सुनिदिनु, रुल्स त आयो, रेन्ज पनि आयो। अहिले 7:20 भएको छ, बढीमा 15 मिनट लिन्छु भन्दैछ होइन। के को विषयमा बोल्दैछ त, अब आफ्नो त्यो जुन विषयवस्तु छ त्यसमा प्रस्तुति गर्छ अगाडि। अनि यसरी चाहिँ हामीले बताउनु पर्ने हुन्छ। अनि यस पछाडि चाहिँ सरर आफ्नो कुराहरू राख्ने हो अगाडि ल। यसरी हामीले गर्नुपर्ने हुन्छ ल। अब अनि हजुरहरूलाई यो यति है, हामीले जान्ने भनेको यतिवटा 8वटा फर्मेट हामीले जान्यौँ भने, यति फर्मेटलाई जान्यौँ भने हामीले आफ्नो कुराहरू मजालेसँगले राख्न सकिन्छ ल। हामीले एकदम गजब तरिकाले राख्न सकिन्छ है। अनि त्यस पछाडि भनेको अर्को कुरा हजुरहरूलाई के कुरा भनौँ भन्दा गर्दाखेरि, यति भइसके पछाडि हजुरहरूलाई यो उद्घोषकको रूपमा भोलि सिकौँ क्या अरे, आज चाहिँ वक्ताको रूपमा ल। हजुरहरूले अब सुरुवात गर्दै गर्दा है, वक्ताको रूपमा ल लता म्याम
है। ल जस्तै अब यहाँ के हुन्छ त, कसैले के भने त, उद्घोषकले चाहिँ हजुरलाई के भन्नुभयो भन्दाखेरि, ल आजको यस कार्यक्रममा चाहिँ सकारात्मक सोच भन्ने विषयमा आफ्नो प्रस्तुति राखिदिनु हुनको लागि आदरणीय लता कोइरालाज्यूलाई हार्दिक अनुरोध गर्दछु भनेर भनिसक्नु भएपछि अब के हुन्छ त, तपाईँ टक्क स्टेजमा जानुहुन्छ अनि माइक्रोफोन समातेर बोल्नुहुन्छ। के भन्नुहुन्छ त, सरासर आइस ब्रेकर गर्ने कि धन्यवाद दिने त उद्घोषकलाई? उद्घोषकलाई धन्यवाद दिनु पर्यो नि त सबैजनाले पहिले, हो कि होइन? तपाईँ वक्ताको रूपमा बोल्दै हजुर हुनुहुन्छ भने तपाईँले सबभन्दा पहिले उद्घोषकलाई दिनु पर्यो। तर तपाईँ उद्घोषकै रूपमा बोल्दै हुनुहुन्छ भने त धन्यवाद दिनु परेन। फटाफट आइस लगे भइ नै हाल्छ। तर हामी वक्ताको रूपमा बोल्दै गर्दा चाहिँ हामीलाई के चाहिँदो रहेछ त सुमन सर? हामीलाई के चाहिँदो रहेछ त यहाँ धन्यवाद दिनु पर्यो। त्यस पछाडि भने ढुङ्गाको काबो परेर पनि भनेको छ, यो के भयो? के हो यो? के हो यसलाई के भन्नु? यसको नाम के पर्यो? आइस ब्रेकर होइन? आइस आइस ब्रेकर। अनि त्यसपछि आइस नमस्कार भनेको के हो? नमस्कार अभिवादन अभिवादन अभिवादन। अनि यो दर्शकवृन्द उपस्थित महानुभावहरू भनेको के हो? अभिवादन सम्बोधन सम्बोधन सम्बोधन। अब फेरि यहाँ यी धेरैवटा राखेको छ, फेरि तपाईँहरू धेरैवटै भन्नुपर्ने रहेछ भनेर सबै भन्नु होला नि। एउटा भने पुग्छ ल, एउटा भने पुग्छ है। अनि नमस्कार त्यसबाट यहाँ तल के छ, म निमा शेर्पा, मेरो जन्मघर यहाँ 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 भनेको छ। यो के भयो? उसको परिचय भयो। हेर्नुहोस् त, यो सरर झरेको छ। अब ऊ वक्ता भइसकेपछि उसले धन्यवाद व्यक्त गर्छ। हेर्नुहोस्, आजको कार्यक्रममा मलाई वक्ताको रूपमा निमन्त्रणा गरेर आफ्ना केही कुराहरू राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भनेर भने है। धन्यवाद व्यक्त गरे है। अब के रहेछ त यो त क्लियर हुनुहुन्छ नि यहाँ त है, यति त? हजुर यहाँ त केही छ र? केही त छैन, अगाडिकै कुरा हो सबै, आइसकेको छ। त्यसबाट हेर्नुहोस्, अब यहाँनिर थोरै कार्यक्रमको परिचय दियो ल। अहिले चाहिँ हामीले यो परिचय दिन पनि जानिराखौँ। दर्शकवृन्द, आज मिति यति 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 भनेर चाहिँ सर र यो कुराहरू यसले आयोजना गरेको होइन। जस्तै के छ त, 24 अक्टोबर सत्य बुधबार अहिले साँझको 7:40 गएको छ। आज हामी जागरण इन्स्टिच्युट प्रालिले भर्चुअल माध्यमबाट आयोजित पब्लिक पर्सनल डेभलपमेन्ट ट्रेनिङको पहिलो दिन कक्षामा उपस्थित भएका छौँ भनेर भन्यो उसले होइन। अनि त्यस पछाडि यति भनिसकेपछि अब के हुन्छ त, आजको यस कार्यक्रममा सकारात्मक सोच भन्ने विषयमा आफ्नो कुराहरू राख्न पाउँदा धेरै हर्षित भएको छु। यो अवसरको लागि आयोजक यहाँ को भएछ, अवसरका लागि आयोजक संस्थालाई हृदयबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु भन्नुपर्छ ल। किनभने अघि आफ्नो नाम पछाडि आफ्नो माथि परिचय दिइसके पछाडि उसले धन्यवाद व्यक्त गरेको छ नि त, अगाडि नै उसले धन्यवाद व्यक्त गरिसकेको छ। त्यही भएर हामीले पछाडि चाहिँ के गर्नुपर्छ, कृतज्ञता ज्ञापन गर्नुपर्छ ल होइन। कृतज्ञता ज्ञापन गर्नु, अगाडि धन्यवाद व्यक्त गरिसकेका छौँ, त्यही भएर अब हामीले यहाँ चाहिँ के गर्ने, कृतज्ञता ज्ञापन गर्नुपर्छ है, कृतज्ञता ज्ञापन गर्ने। अनि त्यस पछाडि के भन्न सक्ने दर्शकवृन्द, अब म सकारात्मक सोच भन्ने विषयमा आफ्नो प्रस्तुति राख्न गइरहेको छु। कृपया सबैजना शान्तपूर्वक बसेर ध्यानपूर्वक सुनिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। अहिले साँझको 7:43 गएको छ। म हजुरहरूको समय बढीमा 4 मिनट लिनेछु भनेर हजुरहरूले अनि सरर सकारात्मक सोचका बारेमा अनि विषयवस्तुहरूको बारेमा अनि अगाडि तपाईँहरूले बोल्दै जाने ल। यहाँसम्म यसरी बोल्न जानु गर्नु वस्तु प्रस्तुत गर्नु। हेर्नुहोस् त, अब हामीले यति चाहिँ ऱ्यापो बिल्डिङ मात्रै हामीले जान्यौँ भने होइन, हामीले डर भनेको चाहिँ कति बेला हुँदो रहेछ भने नि, कता जानु ग्याम्जो लामा सर, कति बेला हामीले डर लाग्छ भने नि सुरुवातको 2-3 मिनटको समय हो क्या, त्योभन्दा पछाडि डर खासै लाग्दैन। सुरुवातमै हामीलाई डर लाग्छ कि यदि हामीले त्यो 2-3 मिनटको समय चाहिँ एकदम हामीले फाइन गऱ्यौँ, त्यहाँनिर चाहिँ एकदम कन्फिडेन्सका साथ हामीले गऱ्यौँ भने पछाडि अटोमेटिकली त्यो डर हटाएर जान्छ, हरेर जान्छ कि। तर हामीले त्यो सुरुमा नै तलमाथि 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 परिदियो भने चाहिँ अनि के हुन्छ त, अनि पछाडि पनि त्यो स्ट्रेस भइरहेको हुन्छ कि। त्यही भएर अब हामीले यो ऱ्यापो बिल्डिङ जुन हामीले यो एउटा टेम्प्लेट्स हजुरलाई प्रदान गरेका छौँ, यो टेम्प्लेट्सलाई चाहिँ एकदमै हजुरले फलो गर्नु होला र फलो गरेर जुन हामीले भोलिदेखिको हामीले जुन अब गृह कार्यहरू हुन्छ, ती गृह कार्यहरूमा चाहिँ हजुरले प्रस्तुतिकरण राख्नुपर्ने हुन्छ ल। त्यो आधारलाई फलो गर्नुपर्छ र अब त्यो फलो गर्दै गर्दाखेरि चाहिँ अब हामीले भोलिको लागि गृह कार्य हुन्छ। सम्झना अधिकारी म्याम, सम्झना म्याम, हजुर सर गृह कार्यहरू हजुर दिनुहुन्छ कि कसो गर्नु? हुन्छ हजुरले गृह कार्य दिनु होला। किनभने अब हेर्नुहोस् है सर म्यामहरू, यहाँ सम्झना अधिकारी म्यामले नै हजुरलाई अब गृह कार्य, किनभने उहाँ कोअर्डिनेटर हुनुहुन्छ, त्यही भएर हजुरले अब फिडब्याकको कुराहरू यी कुराहरूमा पनि अब उहाँले नै गाइडेड गर्नुहुन्छ हजुरहरूलाई। केही पऱ्यो भने सम्झना अधिकारी म्यामलाई पनि हजुरहरूले उहाँलाई जानकारी गराउन सक्नुहुन्छ। अनि हजुरले अर्को कुरा पनि म एउटा कुरा यहाँ के देखाइहालौँ हजुरलाई भने नि, हजुरहरूले अब यो कक्षा सकिसके पछाडि हजुरहरू त अब एउटा ग्रुपमा जोडिनु पऱ्यो नि त। अब त्यो ग्रुपमा त जोडिनु पर्ने हुन्छ। अब त्यो ग्रुपमा जोडिँदै गर्दाखेरि चाहिँ कहाँ जोडिने भन्ने कुराहरू ल एकैछिन म हजुरहरूलाई देखाउँछु ल। अब त्यो कहाँ जोडिने त, त्यो ग्रुप चाहिँ कहाँ छ त, त्यो ग्रुप होइन, त्यो ग्रुप पनि त थाहा पाउनु पऱ्यो नि त, त्यत्तिकै त अब जोडिने कुरा भएन होइन। अब त्यहाँ चाहिँ तपाईँहरूले कहाँ कसरी जोडिने भन्दाखेरि नि, अब यो सक्नु बित्तिकै मलाई हजुरहरूले म्यासेज गर्नुपर्छ ल। हजुरले मलाई म्यासेज गर्नु होला, कहाँ म्यासेज गर्नु होला भने नि, योमा गर्नु होला ल। यहाँनिर यो नेपोलियन राई भन्ने छ ल,
यसमा चाहिँ हजुरले गएर मलाई मेसेज गर्नु होला ल। यो नेपोलियन राईमा गएर चाहिँ हजुरहरूले जो जो जोडिनु भएको छैन नि, जो जो अलरेडी जोडिसक्नु भएको हाम्रो छ तुलसीजी त आउनु भएको छैन। यो हजुरहरूले जो जो जोडिसक्नु भएको छ ग्रुपमा उहाँहरूले परेन। जो जो हजुरहरू ग्रुपमा अझैसम्म जो जो जोडिनु भएको छ आज पहिलोचोटि जो जो जोडिनु भयो यहाँले चाहिँ मलाई म्यासेज यहाँ गर्ने ल। म पब्लिकको सहभागी भनेर हजुरले मलाई म्यासेज गर्नु होला ल। यो नेपोलियन राईमा गएर फेरि नेपोलियन यो राई सर्च गर्नुभयो भने अर्को पनि आउँछ माइक्रोफोन फेसबुकमा हो समातेको पनि। हजुर हजुर फेसबुकमा हजुरहरूले या मलाई यहाँ म्यासेज गर्नु होला ल। म यसको सहभागी भनेर हजुरले मलाई गर्नु होला। अनि म हजुरहरूले टक्क ग्रुपमा लगेर वहाँनिर जोड्छु हजुरहरूलाई ल। यो यति कुराहरू मैले हजुरलाई गरेँ है। त्यसरी हजुरहरू जोडिनु होला। मैले यति कुराहरू भने अब बाँकी गृह कार्यहरू कसरी गर्ने कस्तो गर्ने भन्ने कुरा कोही नछुट्नु होला ल। अनि त्यो गृह कार्यको बारेमा म्यामले हजुरले राखिदिनुहुन्छ। अनि त्यस पछाडि मात्रै अनि हामी कक्षालाई समापन गर्छौँ हामी। र म्यामले गृह कार्यहरू राखिदिनु होला, सरहरूलाई राखिदिनु होला कसरी गर्ने के गर्ने भनेर। अनि विषयवस्तु त हामी सकारात्मक सोचका फाइदाहरूकै बारेमा बनाउँछौँ। अझ कसरी बनाउने भनेर चाहिँ म्यामले भनिदिनुहुन्छ है ल। मेरो फेरि अर्को कक्षा 8 बजीदेखि अर्को कक्षा हुने भएकोले गर्दाखेरि म उता छुट्छु। भोलि फेरि हामीले भेट्छौँ होइन। म चाहिँ बिदा मागेँ। अब बाँकी चाहिँ सम्झना अधिकारी म्यामले हजुरहरूलाई गाइड गर्नुहुन्छ ल। अब के भिडियो कसरी बनाउने नि हस्, त थ्याङ्क अभ्यास यू। त गर्नु पर्यो है ल। हस्। हामीले आज ऱ्यापो बिल्डिङ के हो कस्तो हो के हो त त्यो ऱ्यापो बिल्डिङ फर्मेट भन्ने कुरा जान्यो होइन। सबै सरहरूले जान्नुभयो है। यसमा केही कन्फ्युजिङ छ कन्फ्युज भएको कुराहरू? मेन त के हो त ऱ्यापो फर्मेट ऱ्यापो बिल्डिङको फर्मेट भन्नाले जस्तो पब्लिक स्पिकिङको सुरुवाती चरण पहिलो स्टेप भनेको नै ऱ्यापो बिल्डिङ हो कि ऱ्यापो बिल्डिङको फर्मेट। त्यसैमा टेकेर हामीले चाहिँ विभिन्न मन्तव्यहरू राख्नुपर्छ। उद्घोषण गर्ने पनि त्यसैमा टेकेर हो। आफ्नो विचार मन्तव्यहरू राख्ने अथवा विभिन्न शुभकामना मन्तव्य हरेक कुराहरू हामी त्यसैमा टेकेर जाने हो अगाडि बढ्ने होइन। अनि त्यो ऱ्यापो फर्मेट हामीले सिक्यौँ आज के कसरी हो सुरुमा के गर्ने त्यसपछि के गर्ने भन्ने कुराहरू एकदम जान्यो होइन। आज सबैजना क्लियर नै हुनुहुन्छ लगभग। ल अब भोलिको होमवर्कको लागि म चाहिँ हजुरहरूलाई भन्छु है त। भोलि हजुरहरूले 4 मिनटसम्मको भिडियो है, त्योभन्दा लामो त अपलोड पनि त हुँदैन हाम्रो मोबाइलमा। 4 मिनटसम्मको भिडियो सकारात्मक सोचको बारेमा, सकारात्मक सोच के हो होइन, यो हो यसको यस्तो फाइदा छ भनेर त्यसको बारेमा लगभग 4 मिनटको भनौँ न भिडियो चाहिँ हजुरहरूले बनाएर पठाउनु पर्नेछ। तर त्यो भिडियो 2 बजेभित्र नै अपलोड गर्नुपर्नेछ है त हजुरहरूले। होमवर्क टिप्नु होला त। अनि माइक्रोफोन कुनै पनि वस्तुलाई जस्तो डट पेन हुनसक्छ अथवा माइक नै भए पनि झन् गजब। कुनै पनि वस्तुलाई माइक्रोफोन जस्तै सम्झेर चाहिँ हजुरले टक्क यसरी लगभग 4 औँला बराबरको लेभलमा राखेर चाहिँ हजुरले बोल्नु पर्ने हुन्छ। अनि त्यो पासपोर्ट साइजको भिडियो बनाउने होइन कि फुल हजुरहरूले हात कसरी चलाउनु भएको छ कस्तो गर्नु भएको छ, कतिपयको गोजीमा हात राखेर बोल्ने हुन्छ बानी होइन। अनि त्यो फिडब्याक त पुरा आउँदैन नि त त्यसरी पासपोर्ट साइजको भिडियो बनाउँदा त। त्यस कारणले फुल सबै कभर हुने गरेर कसैलाई मोबाइल समात्न दिएर अझ बनाउँदा झन् बेटर हुन्छ। यसरी चाहिँ भिडियो बनाएर 2 बजेभित्र 4 मिनटसम्मको होइन। त्योभन्दा धेरैको भिडियो अपलोड पनि हुँदैन। लगभग बरु 1-2 सेकेन्ड कम पनि होला होइन। 4 मिनटको भिडियो बनाएर हजुरहरूले पठाउनु पर्नेछ है त। त्यो ग्रुपमा यो सरले भिडियो जोड्नुहुनेछ। कुन केमा अपलोड गर्ने हो म्याम? यो ग्रुपमा सरले हजुरहरूलाई जोइन गर्नु भएको छ भने ठिक छ, छैन भने अहिले एकछिनमा क्लास हामी सकिसकेपछि सरलाई एकचोटि म्यासेज गर्नु होला, जोडिदिनुहुन्छ है त। त्यसमा ग्रुपमा हाल्नुहुन्छ हजुरहरूलाई। ल ग्रुपमा हुनुहुन्छ भने अलरेडी हुनुहुन्छ भने सबैजनाको ठिक छ, त्यसमै अपलोड गर्नु होला। यदि ग्रुपमा हुनुहुन्न भने सरलाई म्यासेज गर्नु होला है। होमवर्कको बारेमा बुझ्नुभयो? सकारात्मक सोच सम्बन्धीको त्यसको बारेमा बोल्ने कुनै पनि वस्तुलाई माइक्रोफोन जस्तै होइन, जस्तो डट हुनसक्छ कुनै पनि वस्तुलाई माइक्रोफोन जस्तै मानेर हजुरले बोल्नु होला है त। ल वक्ताको रूपमा बोल्नु हो म्याम? हजुर हजुर वक्ताको रूपमा। वक्ता उद्घोषकले टक्क बोलाउँछ हजुरलाई। सकारात्मक सोचको बारेमा थोरै आफ्नो मन्तव्य राखिदिनु हुनका लागि आदरणीय अस्मिता शाह म्यामलाई हार्दिक अनुरोध गर्दछु भनेर बोलाउँछ। अनि हजुरले चाहिँ टक्क बोल्नु पर्यो माइक्रोफोन समाएर है। भोलि चाहिँ गजबसँगले हामीले अहिले सिकेका छौँ नि त ऱ्यापो फर्मेट।
त्यसमै सरर बग्ने हो है। सरर अघि सरले देखाउनु भयो त्यो नमुना पनि हालिदिनुहुन्छ, ढाँचा पनि ग्रुपमा आउँछ। अनि त्यसैको आधारमा उद्घोषकलाई धन्यवाददेखि सुरु गर्दै गएर यस पढ्नु पर्यो उद्घोषकले बोलाउँछ। आज हजुरहरू वक्ता भएर त्यो भिडियो बनाउनुहुन्छ, वक्ता हुनुहुन्छ, फेरि हामी अर्को नेक्स्ट दिन उद्घोषक बनेर बोल्छौँ होइन। अब आज चाहिँ वक्ता भएर टक्क सकारात्मक सोचको बारेमा यस्तो यस्तो यो भनेको सकारात्मक सोच भनेको यो हो, यो फाइदा छ भनेर अब के हजुरले बुझ्नु भएको छ होइन, के जान्नु भएको छ सरर, त्यसको बारेमा हजुरले बोलेर पठाउनु पर्छ। भिडियो गजबको आउनुपर्छ होइन, टक्क औपचारिक ड्रेस पनि लगाएको हुनु पर्यो एकदम राम्रोसँग। अनि त्यसको हामी फेरि फिडब्याक दिनेछौँ है त। ल क्लियर हुनुहुन्छ होमवर्कको बारेमा? भिडियो चाहिँ एकदम अनिवार्य आउनुपर्छ है। हजुर अरू थप केही छैन होला? आजलाई त्यति नै हो। अलि हतार आजलाई हुन्छ। हस् हुन्छ। अब हुन्छ, हजुरहरूको बाँकी समय शुभ रहोस्। शुभरात्रि है। हस् छुटौँ हामी। हस्, थ्याङ्क यू, शुभरात्रि।